त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रमिक कुटियो। आज यो श्रमिक दिवसका विषयमा कार्यक्रम हुँदै गर्दा त्यो विषयमा सम्बन्धित निकायलाई अलरेडी ध्यान आकर्षण गरिसकेको छु। पुनः गराउँदै भोलिका दिनमा म घर जाँदै गर्दा विमानस्थलमा मैले गल्ती गरेर नेपालको कानुन सम्मत मलाई कारबाही होस्, तर विमानस्थलमा सार्वजनिक रूपमा मैले कुनै खान नपरोस्। कुनै पनि नेपाली महिला श्रमिकहरूको आवाज नसुनिने हुँदाखेरि मलाई दुःख लागेको छ। युएमा आउँदा कारणवश उसको कम्पनीमा भिजा अप्लाई हुँदै गर्दा र काममा आउन जाने क्रममा उसको जस्तो उसमा एक्सिडेन्ट क्रममा उसको मृत्यु भयो भने त्यो श्रम जुन छ त्यो उसले कतारमा गरेको श्रमबाट त्यसले नेपालमा केही पाउँछ कि पाउँदैन? यो किन ल्याएको भनेको यो सामाजिक सुरक्षा भनेको कस्तो भन्दा राज्यको एउटा सामाजिक संरक्षण अन्तर्गतको दायित्व पुरा गर्न लिएर आएको। अब दलाल समानताको अर्को विकल्प छैन। धन्यवाद। मेरो म लक्ष्मण अर्याल, यहाँ कार्य लगभग विगत 27 वर्षदेखि युएमा छु र यहाँ अहिले अल्ताहा भ्याक्सिनमा काम गर्छु र मसँग भएका 3वटा गुनासाहरू छन् र नबुझेको कुरा मात्र सोध्दैछु। एउटा छ वारिसनामा सम्बन्धी एमएसकै प्रश्न भयो। जस्तो यहाँबाट हामीहरूले वारिसनामा पठाइन्छ नेपालको ब्याङ्किङ सेक्टरमा हामी पठाइ अथवा त्यो मालको कार्यालयमा जाँदा हामीहरू त्यहाँबाट लोन लिनको लागि स्वयं जो धनी पूर्जावाला छ त्यो स्वयं उपस्थित हुनुपर्ने केसमा त्यो रहेछ, तर अरू सबै चिजलाई हुँदो रहेछ। अनि चाहिँ त्यो वारिसनामा बेच्नको लागि पनि हुने, तर लोन लिनको लागि नहुँदो रहेछ। त्यो के प्रोसेस हो त्यो चाहिँ एकपल्ट बताइदिनु होला। र यहाँ धेरै गुनासाहरू यो हाम्रो एक्सचेन्जमा मान्छे आएर सोध्ने भएको कारणले मात्र मैले सोधेको यो कुरा। उहाँहरूले भनेको कुरा जस्तो उहाँको कुनै बच्चा अथवा कोही विदेश जाँदैछ अरे उहाँले त्यो पैसा राख्नको लागि उहाँले धितो राख्नको लागि वारिसनामा बेच्नलाई उहाँहरूले पाउनुहुँदो रहेछ यहाँबाट पठाएको। म उहाँ पनि सोधेको थिएँ। उहाँबाट उहाँहरूले चाहिँ त्यो धितो जुन छ त्यो धितो राख्नको लागि स्वयं उपस्थित हुनु पर्दो रहेछ। त्यो पनि एकपल्ट बताइदिनु होला। र दोस्रो अहिले भर्खरै हाम्रो सरले भन्नुभएको थियो दलाल कता कता राख्छन् भने जस्तै जस्तो यो पनि एकदमै जटिल प्रश्न छ। लगभग विगत 6 महिना पहिला व्यक्तिले मानव अन्यथा कन्ट्रीमा जस्तो कतारमा काम गरिरहेको, कतारबाट ऊ नेपाल गएर सिधै युएमा आएको। युएमा आउँदा कारणवश उसको कम्पनीमा भिजा अप्लाई हुँदै गर्दा र काममा आउन जाने क्रममा उसको जस्तो उसमा एक्सिडेन्ट क्रममा उसको मृत्यु भयो भने त्यो श्रम जुन छ त्यो उसले कतारमा गरेको श्रमबाट त्यसले नेपालमा केही पाउँछ कि पाउँदैन? सबैलाई नमस्कार, म रञ्जिता दाल, उपनियोग प्रमुख। सर्वप्रथम त अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा यहाँहरू सबैलाई शुभकामना र हाम्रो नेपाली समाजका अध्यक्षज्यू राममोहन सर र सल्लाहकार वेद अर्यालज्यूलाई पनि म व्यक्तिगत तथा दूतावासको तर्फबाट धन्यवाद दिन चाहन्छु। सर्वप्रथम चाहिँ यहाँ सर्वप्रथम धेरै प्रोग्रामहरू मैले अटेन्ड गरेँ। धेरै प्रोग्रामहरू अटेन्ड गर्दाखेरि चाहिँ धेरै चाडबाडको अवसरमा धेरै अरू कार्यक्रमको अवसरमा कार्यक्रम चाहिँ आयोजना गरिएको पाइयो। तर श्रमिककै लागि भनेर चाहिँ यति धेरै श्रमिकहरू हामी छौँ, करिब 7-8 लाख श्रमिकहरू यहाँ छौँ, तर उहाँहरूलाई नै डेडिकेट गरेर चाहिँ प्रोग्राम गरौँ न है भन्ने चाहिँ कुरा भएको दूतावास नेपाली समाजको सहकार्यमा चाहिँ यो कार्यक्रम भयो र यसमा हामी अत्यन्त हर्षित छौँ। यहाँहरूमा जुटेर यहाँहरूको प्रश्नको जवाब दिन पाउँदा पनि अत्यन्तै खुसी लागेको छ मलाई। र अब म तपाईँको प्रश्नमा गएँ। तपाईँले सोध्नुभयो अधिकृत वारिसनामा चाहिँ दूतावासले गर्नु मिल्ने, लोन सम्बन्धी किन नमिल्ने भन्ने हो। अधिकृत वारिसनामाको हकमा के हुन्छ भने हाम्रो चाहिँ नीति ऐन अन्तर्गत देवानी संहिताले चाहिँ अधिकृत वारिसनामा गर्ने हक अधिकार जग्गाको घर जग्गाको त्यो अधिकार चाहिँ यो प्रभुत्व दिएको हुन्छ। जसले गर्दा घर जग्गा बिक्री वितरणमा वा मुद्दा मामिला पर्दाखेरि व्यक्ति तोकेर वा नतोकेरै पनि तपाईँहरूले अधिकृत वारिसनामा दिन मिल्छ, जुन जसको लागि चाहिँ व्यक्ति स्वयं सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने हुन्छ। तर लोन सम्बन्धमा अलिकति झन्झटिलो प्रक्रिया छ। लोन सम्बन्धमा दूतावासबाट कुनै पनि काम कारबाही हुँदैन है, किन हामीले ऐनलाई टेकेर चाहिँ वारिसनामामा साइन गर्ने हो, वारिसनामा दिने हो। कुनै पनि कानुनी आधार बिना हामीले त्यसै गर्न मिल्दैन। यो अरू कन्ट्रीमा श्रम स्वीकृति छ, अर्कोमा गएर एक्सिडेन्ट भयो भने यो नियमित रूपमा दिँदैन, नत्र अवधिभित्र छ भने बोर्ड बैठकबाट डिसिजन गरेर
यो पैसा दिन्छ बोर्डबाट प्राप्त हुने क्षतिपूर्ति र इन्सुरेन्सको पनि पैसा त्यो पाउनुपर्छ, पाइरहेको पनि छ क्लेम गरेर, तर त्यो नियमितमा चाहिँ हुँदैन। त्यसलाई चाहिँ बोर्डले दिनपटक निर्णय गरेर गरेको छ, दिइरहेको छ। को साथी हुनुहुन्छ त्यसलाई भन्नु होला, त्यस्तो छ भने अप्लाई गर्न भन्ना हुन्छ, त्यो पाइन्छ है। धन्यवाद। मेरो नाम रत्नबहादुर विक हो। म बाबु गधी र बाबु सेवा समाज युवाको संरक्षक, नेपाली समाज युवाको हालको सल्लाहकार। मेरो प्रश्न रहेको छ र एकपटक सबैजनाले हाम्रो नेपाल एमबिसीबाट आउनुभएका सम्पूर्ण आदरणीय हाम्रो अग्रज अथवा हाम्रो अभिभावकज्यूहरूलाई तालीद्वारा सम्मान गरिदिनु होला। सम्पूर्णले एकदम जोरदार ताली। हामीले अहिलेसम्मको इतिहासमा युवामा मैले अहिले 25औं वर्ष पार गरेको छु। यसरी एउटा राजदूतको सबै परिवार आएर हामी श्रमिकहरूलाई सहायता दिनलाई, आफ्ना कुराहरू राख्नलाई र भोलि बिहान समस्यामा नपरौँ भनेर हाम्रो सेक्युरिटीको लागि जुन किसिमको एउटा आफ्नो व्याख्यात्मक र सुरक्षित हुनलाई सहयोगिता बताइदिनु भएको छ, यसको लागि मैले भनेको थिएँ। र विशेष त मेरो 2-3टा क्वेसन छ। एउटा के भन्दा दुबईमा आएर एक्सिडेन्टमा परेर जसको शरण छ तर उहाँ चाहिँ एक्सिडेन्टमा परेर मृत्यु भयो र हामीले उसको डेड बडी पनि नेपाल पठाइसक्यो। अब बाँकी के रह्यो भन्दाखेरि उसको डेड बडी पठाइसकेपछि अब पूर्ण उसले पाउनुपर्ने अथवा यहाँ उसको त्यो लाइफ इन्सुरेन्स छ छैन भनेर जानकारी लिनको लागि र त्यो जानकारी अनुसार हामीले त्यो पैसा क्लेम गर्नलाई कहिले कसरी कहाँ कुन माध्यमबाट जानुपर्छ अथवा केस गर्नुपर्छ, एउटा यो जानकारी गराइदिनु होला। अनि अर्को कुरा के भन्दाखेरि नेपाली राजदूतावासमा हामी कसैले पर्सनली कम्पनीसँगको कनेक्सनले भिसा निकालियो, इम्प्लोइमेन्ट भिसा आएको छ, इम्प्लोइमेन्ट भिसा हामीसँग छ, तर हामी के चाहन्छौँ भन्दा उसलाई लेगल्ली सरमा गएर स्टाम्पिङ गरेर उसलाई चाहिँ नेपाल यहाँ दुबई दिन चाहन्छौँ। तर एमबिसीमा जाँदा एउटा कुरा के रह्यो भन्दा कि चाहिँ ऊ नेपाल अलरेडी उसको एकजना व्यक्ति आफ्नो नातेदार दुबईमा हुनु पर्यो, यदि होइन भनेदेखि एकपटक दुबई आएको हुनु पर्यो भन्ने एमबिसीको भनाइ छ। तर उसको कोही पनि छैन, भिसा निकालिएको छ तर उसलाई दुबई ल्याउनु पर्ने छ, भिसा आइसकेको छ। तर केही व्यक्तिहरू त म गएर म जिम्मेवारी छु भनेर एमपीसँग मैले कन्भिन्स गरेर म गरेको पनि छु, एमपीसीले गरिदिनु भएको छ, त्यसमा हाइली एप्रिसिएट गर्न चाहन्छु। र त्यस्ता व्यक्तिहरू छन् जसले त्यो गर्न सक्दैन, तर ऊ आउनु परेको छ। आउँदा कसरी आउँछ भन्दाखेरि अब दलाल समन्वय गर्नु विकल्प छैन। यस कारणमा म के भन्न चाहन्छु भन्दा सायद फेरि हामीले यता रोक्दै गर्दा उता दलाललाई प्रोत्साहन त भएन। मेरो क्वेसन, यदि यो बाटोलाई सहज त के कसरी गर्न सकिन्छ, एउटा यो क्वेसन रहेको छ। र अर्को मैले महिला दिदीबहिनीहरूको बारेमा एउटा कुरा गर्न चाहन्छु। महिला दिदीबहिनीहरू विभिन्न माध्यमबाट त्यहाँ फसिएको हुन्छ, जस्तै कोही घर जान नपाए एउटा त्यो जुन चाहिँ यो प्रत्येक पटकले भनिएको छ तर क्वेसनको सुनवाई कति मात्रामा भएको छ। के कारण भन्दा शरणको कारणले यो शरणलाई सहजीकरण गर्नलाई अझै कति ठाउँ रहेको छ, किनकि घरमा काम गरिरहनु भएको छ, घरमा आएर यहाँ भिजिटमा आउनुहुन्छ, भिजिटमा आएर भिसा कहिले लगाउँछ भन्दा घरमा गएर भिसा लगाउनुहुन्छ, अनि घरमा भिसा लगाएको मान्छेलाई शरण पाउँदैन। शरण नभएपछि नेपाल जान पाइँदैन, नेपाल जान नपाएपछि के गर्ने फेरि, यो त एउटा जटिलता पर्छ। यसलाई पनि सहजीकरण गर्न नेपाली एमबिसी चाहिन्छ, यहाँका राजनीतिक दलका साथीहरू हुनुपर्छ, के हुनुपर्छ यसको डेलिगेसन गरेर यसको पनि गर्दै गर्दै मैले 3वटा क्वेसनहरू राख्दै मेरो यो चाहिँ क्वेसन गरेर म अवस्था अन्त गर्न चाहन्छु। धन्यवाद। थ्याङ्क यू। एक्सिडेन्टमा क्लेम कसरी गर्ने, लाइफ इन्सुरेन्स छ कि छैन भन्ने कुरा त हामीले डेड बडी सहिद गर्ने बेलामा त्यसको केही कुराहरू हेरिसकेका हुन्छौँ। उसको कम्पनीसँग हामीले बोलाएका हुन्छौँ, लिनुदिनु केही छ कि छैन भनेर लेखेका हुन्छौँ। उसले पाउनुपर्ने तलब लगायत केही पैसा उसले पाउनुपर्ने छ भने एमबिसीमा डिपोजिट गर्न लगाएका हुन्छौँ। त्यो बेला नै उसको इन्सुरेन्स छ कि छैन भनेर डकुमेन्ट भेरिफाई गर्न सकिन्छ, 1 नम्बर कुरा। यदि अझै पनि त्यो परिवारहरूलाई कन्फ्युजन छ र अरू कसैलाई कन्फ्युजन छ भने त्यो एउटा बेहोरा खोलेर जुनसुकै ठाउँमा मैले भने कन्सुलर सेवा विभाग हाम्रो एमबिसीमा सिधै जिल्ला प्रशासनमा रहेको एमआरसीमा र पालिकामा रहेको रोजगार सेवा केन्द्रमा फलानु व्यक्तिको यसरी फलानु देशमा काम गर्ने सन्दर्भमा यसरी मृत्यु भयो, उसले काम गरेको कम्पनीबाट उक्त व्यक्तिले पाउनुपर्ने केही रकम कलमहरू बाँकी छ कि छैन, उसको जीवन बिमा भएको थियो कि थिएन भनेर चाहिँ क्वेसन त्यसरी त्यहाँ एप्लिकेसन आयो भने हामीले त्यसको जवाफ दिन्छौँ र यहाँ पनि कम्पनीसँग बुझेर हामीले त्यसको लाइफ इन्सुरेन्स भएको छ कि छैन, उसले पैसा प्राप्त गर्न बाँकी छ कि छैन भनेर हेर्छौँ। दोस्रो कुरा हो,
अब यस सँगसँगै यो एक्सिडेन्टको हकमा के हुन्छ भने दुईटा कुराहरू हुन्छ। एउटा रोड एक्सिडेन्ट र यो मर्डर केसहरूमा धेरैजसो ब्लड मनीको कुराहरू छ। त्यो ब्लड मनी कति पाउने के पाउने भन्ने पनि कोर्टको फैसला अनुसार कोर्टले सम्बन्धित व्यक्तिहरूलाई जसले अथराइजेसन लिएर आएको हुन्छ त्यो व्यक्तिहरूको नाममा दिने भनेर फैसला गर्छ। तसर्थ त्यो मनी कति पाउने र के पाउने भन्ने कोर्टको फैसलामा आधारित हुन्छ। जसको गल्ती छ, कति लेभलको गल्ती छ, त्यसलाई कोर्टले भनेअनुसार कसले तिर्ने र कसले पाउने भन्ने हुन्छ। त्यसमा अर्को त्यो सँगसँगै त्यो ब्लड मनी पाइरहेको केसमा अर्को 1 लाख दिरहमसम्मको क्षतिपूर्ति पनि पाउने व्यवस्था छ। तर त्यो ब्लड मनी पाइसकेपछि कोर्टको डिसिजन भइसकेपछि फेरि परिवारहरूले त्यो चाहिँ क्लेम गर्नुपर्ने हुन्छ। 1 वर्षभित्रमा कोर्टको डिसिजन भएको 1 वर्षभित्रमा क्षतिपूर्ति प्राप्त गर्ने भनेर आयो भने त्यो बाबत पनि बढीमा 1 लाखसम्म सिचुएसन हेरेर निर्णय गरेर पाउने व्यवस्था छ। यो दोस्रो कुरा हो। अब अर्को सरले सोध्नु भएको थियो यो इन्डिभिजुअल डिमान्ड एटेस्टेसनको कुराहरू। अब यो विगत समयदेखि नै युएईमा अलिकति धेरै नेपालीहरू व्यक्तिगत पहलमा आए, विभिन्न आश्वासनमा परे, अलपत्र परे भनेर यो विगत 3-4 वर्षदेखि इन्डिभिजुअल एटेस्टेसन केही हदसम्म रोकिएको छ। स्ट्रिक्ट भनौँ न, रोकिएको भन्नाले त्यसमा मुख्यतः 2टा र +1 गरेर 3टा कन्डिसनमा मात्रै हामीले गर्ने गरेका छौँ। एउटा कन्डिसन, ऊ व्यक्ति कुनै न समयमा युएईमा आएर पहिला काम गरिसकेको छ भने पुरानो भिजा राखेर त्यसको आधारमा हामीले जो व्यक्ति आउँदा पनि एटेस्टेसन गरिदिरहेका छौँ, त्यो एउटा कन्डिसन। दोस्रो कन्डिसन, एका घर परिवारभित्रको व्यक्तिले नाता प्रमाणित कागजात वडाबाट बनाएर कन्सुलर सेवा विभागबाट एटेस्ट गरेर आउनुभयो भने त्यो अवस्थामा पनि हामीले त्यो व्यक्तिहरूको गरिदिएका छौँ। र तेस्रो कन्डिसन भनेको अलिकति स्किल पढे लेखेको हाई स्यालेरी पाउनुहुन्छ 4000 5000, उहाँले इन्टरभ्यू दिएर आउनुभयो अथवा जसरी आउनुभयो आइसकेपछि पनि उहाँले आफू चाहिँ ठगिनुहुन्न है यतिको व्यक्तिलाई दिँदा भन्ने गरी उहाँको सिभी राखेर उहाँको एजुकेसन सर्टिफिकेटहरू राखेर त्यो आधारमा नि गरिदिएका छौँ। तेस्रो, यो नियमित आधारमा गरेका कामहरू भयो। अब कहिलेकाहीँ साथीहरूले रिकमेन्ड गर्नुहुन्छ यसको ग्यारेन्टी हामीले लिन्छौँ, यो भोलि पर्दैन, यहाँ रहेका साथीहरू वेल इस्टाब्लिस हुनुहुन्छ यहाँ भने पनि हामीले त्यसको आधारमा गरिदिने गरेका छौँ। र कोही व्यक्तिहरू आफै आउँदा पनि अहिले तपाईँले भने जस्तो सर म यो कम्पनीमा यति 10-12 वर्षदेखि काम गरेको छु, मैले मेरो मामाको छोरा अथवा गाउँको भाइ कसैलाई यसरी दिएको छु, यो ठगिँदैन, म कार्ड राखेर यसको ग्यारेन्टी लिन म तयार छु, मेरो WPS हेर्नुहोस् यति सालदेखि मैले यति तलब लिएको छु भनेर स्वयं व्यक्ति आएर हाम्रो अगाडि त्यो उहाँहरूले चाहिँ कमिटमेन्ट गर्नुभएको छ, उहाँहरूले त्यहाँ कागजमा सहीक्षार गर्नुभएको छ। र त्यो चाहिँ हामीले कम्पनीमा बुझ्दा पनि त्यो रियल हो ठिक हो। जुन कम्पनीमा 100 भन्दा बढी कामदारहरूले काम गरिरहेका छन्, त्यहाँ 8-10 जना भन्दा बढी नेपाली दाजुभाइ दिदीबहिनीहरूले काम गरिरहनु भएको छ भने त्यो अवस्थामा पनि साथीहरूले रिकमेन्ड गर्नु पर्दैन, सिधै आएर पङ्कज सरलाई अथवा मलाई भेट्न भन्नु होला र त्यो खाले कागजात त्यो डकुमेन्ट चाहिँ उहाँको प्रश्न त्यहाँ देखिनु पर्यो। त्यो कम्पनी हाम्रो सिस्टममा दर्ता भएको, हाम्रो मेन पावरबाट पनि त्यहाँ कामदारहरू आइरहेको अथवा त्यो हाम्रो एम्बेसीमा त्यो कम्पनी चाहिँ अपडेट छ, त्यो कम्पनीको विरुद्धमा कुनै भनौँ न लेबर केसहरू छैन भने त्यो अवस्थामा पनि हामीले गरिदिरहेका छौँ, एम्बेसीबाट त्यो काम गरिदिरहेका छौँ। तसर्थ यसलाई अब सबै ओपनै भयो भन्ने होइन, कन्डिसनल हिसाबमा अब त्यो अलिकति कस्तो छ भन्दा औचित्य साबित भयो भने त्यो चाहिँ काम गरिदिरहेका छौँ। साथीले भने जस्तो कोही साँच्चै नै मर्कामा पऱ्यो भने यहाँ उपस्थित भएको जोसुकैले नै रिकमेन्ड गर्दा हुन्छ, तपाईँहरू यहाँ आउनु होला, त्यो कागज दिएर पठाउनु होला, त्यो यहाँको इन्डेक्स आइडी राखेर कसैले कागज गर्न तयार हुन्छ एम्बेसीमा आएर आफै उपस्थित भएर उसले भिजा झिक्दिएको छ भने हामीले पनि त किन रोक्नुपर्ने जरुरी छैन, त्यसमा हामीले गरिदिरहेका छौँ। त्यो अनुरोध मैले साथीहरूलाई गरेँ। अब चौथो कुरा, यो हाउसमेटको विषयमा धेरै दिदीबहिनीहरू अल्मलिएको जस्तो पनि लाग्यो, साथीहरू अल्मलिएको जस्तो पनि लाग्यो। यसमा अल्मलिन जरुरी छैन। हिजो जुनसुकै माध्यमबाट तपाईँहरू आएर पनि हाउसमेटमा काम गरिरहनु भएको छ र सन् 2024 सेप्टेम्बर महिना भन्दा पहिलाको तपाईँहरूको हाउसमेटको, कुकको, सर्भेन्टको जेको भिजा छ भने त्यो भिजा भएको साथीहरूलाई हामीले अहिले लेगलाइज गरिदिन्छौँ, हामीले चिठी दिन्छौँ, हामीले स्ट्याम्पिङ गरिदिन्छौँ। नेपाल गएर तपाईँ आउन सक्नुहुन्छ, नेपाल गएर श्रम स्वीकृति लिएर तपाईँहरू आउन सक्नुहुन्छ। यति सम्झिनुहोस्। अब अहिले लिएकोले के गर्ने भने झन्डै 1 वर्ष जति तपाईँहरूले वेट गर्नुहोस्। यो सरकारले त्यो नेपालको अब संसदबाट नै हाउसमेटमा काम गर्नको निम्ति प्रतिबन्ध लगाएको हुनाले सरकारले पटक्कै निर्णय गरेर पुरानो काम गरिरहेको आफै उपस्थित हुन्छ र यो ठिक छ भन्नुहुन्छ भने उहाँलाई गर्दै जाने भनेर प्रत्येक वर्ष निर्णय गर्दै जान्छ। अहिले 2081 साल
असोजको 22 गते नेपाल सरकारको मन्त्री स्तरबाट निर्णय भएको छ 2024 को सेप्टेम्बर 30 अथवा सेप्टेम्बर महिनाभरि भन्दा पहिला कट अफ डेट त्योभन्दा पहिलाको कार्डमा देखिन्छ उहाँको कार्ड इस्यु भएको छ अथवा नयाँ कार्ड छ भने पुरानो कार्डमा पनि हाउसमेडै अथवा घरको काम गर्ने भनौँ न सर्भेन्ट गार्ड जे छ त्यो छ भने पुरानो कार्ड राख्ने नयाँ कार्ड राख्ने त्यो हेरेर हामीले गरिदिरहेका छौँ। त्यसको नअल्मलिनु होला आउनु होला ढुक्कले जान नि पाउनुहुन्छ आउन नि पाउनुहुन्छ तर जाँदा चाहिँ कुनै रोकटोक भएन आउने बेलामा तपाईँहरू श्रम स्वीकृति लिएर आउनुपर्छ त्यति हो। श्रम स्वीकृति लिनु होला चिठी दिन्छौँ हामीले एउटा तपाईँको कार्डमा स्ट्याम्पिङ गरेर एटेस्टेसन गरिदिन्छौँ र कन्ट्र्याक्ट पेपरमा एटेस्टेसन गरिदिन्छौँ त्यो लिएर आउँदा 5 वटा डकुमेन्ट लिएर आउनु होला। एउटा आफ्नो पासपोर्ट कपी दोस्रो आफ्नो इन्डेक्स आइडीको कपी पुरानो र नयाँ त्यसको कन्ट्र्याक्ट पेपर चौथो ओनर्सको आइडी अब 5 त आफै आउनुहुन्छ भने अथोराइजेसन परेन अथवा अरू कोही थर्ड पर्सन पठाउनुहुन्छ भने ओनरले अथोराइजेसन लेटर दिनु पर्यो कि मैले मेरो बिहालमा यो काम गर्नको निम्ति मैले फलानु व्यक्तिलाई यति इन्डेक्स आइडी नम्बर भएको व्यक्तिलाई पठाएको छु भनेर त्यो काम गर्न आउने मान्छेको इन्डेक्स आइडी राखेर अथोराइजेसन लेटर सहित आउनु भने त्यो पनि हामीले गरिरहेका छौँ। त्यो क्लियर हुनु होला दिदीबहिनीहरूलाई नबुझ्नु भएको छ भने नि साथीहरूले बुझाइदिनु होला है। हस् यति नै हो जस्तो लाग्यो अहिलेका क्वेसन। ए हजुर धन्यवाद। मेरो नाम कृष्णबहादुर ढकाल म विगत 30 वर्षदेखि युनाइटेड अरब इमिरेट्समा कार्यरत छु र म यही संस्थाको 3 कार्यकाल नेपाली समाजको अध्यक्ष चलाइसकेको मान्छे हो र अरू सबै साथीहरूले सोधिरहनु भएको छ म डबल सोधिदिनँ। यो सामाजिक सुरक्षा कोष नेपाल सरकारले हामी श्रमिक लक्षित कार्यक्रम लिएर आएको छ यो अत्यन्तै महत्त्वपूर्ण छ। यो कार्यक्रमको बारेमा अझै धेरैलाई अनभिज्ञ छ। श्रम स्वीकृति गर्न जाँदा 1 महिनाको लिइदिनुहुन्छ थोरै पैसा त्यसपछि के हो थाहै छैन त्यो एक्सपायर भएको छ त्यहाँ त्यो रिन्युअल गर्नुपर्ने 2500 जम्मा गर्नुपर्ने कसैलाई पनि थाहा छैन। त्यसले गर्दा म अहिले हाम्रो दूतावासबाट श्रम काउन्सिलर जुन यहाँ आउनु भएको छ त्यसरी नै 7वटै इमिरेट्समा यो श्रम सुरक्षा कोष सम्बन्धी तपाईँले राम्ररी चाहिँ प्रेजेन्टेसन गराएर यसको फाइदा भविष्यमा यो हाम्रो विकासको लागि नेपाल सरकारको विकासको लागि देशको विकासको लागि कति महत्त्वपूर्ण टेवा खेल्छ भन्ने विषयमा चाहिँ प्रश्न पारिदिनु म विनम्र अनुरोध गर्दछु। हस्त धन्यवाद। धन्यवाद छ सरलाई। अब यो पहिलो कुरा त यो एसएसएफ को अलिकति टेक्निकल विषय छ बुझाउन पनि समय लाग्छ म त्यति धेरै विषय लिँदिनँ। एउटा कुरा के भन्न चाहन्छु भन्दा यो एसएसएफ मा म आफै म नेपाल सरकारको कर्मचारी हो। मैले नियमित रूपमा सञ्चय कोषमा हाम्रो तलबको 10% काटेर त्यहाँ जम्मा गरिरहेका छौँ। त्योबाट हामीले विभिन्न योजनाहरूमा हामी आबद्ध भएर त्योबाट हामीले सेवा सुविधाहरू लिएर आउँछौँ लोन लिएर आउँछौँ हाउस लोनको कुरा एजुकेसन लोनको कुरा औषधि उपचारका कुरा लगायत सबै कुराहरू हामीले प्राप्त गरेका हुन्छौँ। आजको दिनमा म सामाजिक सुरक्षा कोषमा जान कानुनले दिँदैन तर ल अब त सामाजिक सुरक्षा रोज्छस् कि यो सञ्चय कोषमै कन्टिन्यू गर्छस् भन्यो भने म सामाजिक सुरक्षा कोषमा जान्छु। किन भन्दा अहिले नेपाल सरकारले सञ्चय कोष मार्फत हामीहरूलाई उपलब्ध गराइरहेको सेवा सुविधा भन्दा सामाजिक सुरक्षा कोष मार्फत दिइने सेवा सुविधा कम्पेरिटिभली राम्रो छ। यो अब मैले अहिले यति भने अब यसमा तपाईले के पाउनुहुन्छ भन्ने कुरा र 1 महिनाको तलब यो खास 1 महिनाको रकम डिपोजिट गर्ने त त्यो बाध्यकारी भएर अनिवार्य भएर गरेको हो। तर मैले अघि नै पनि थोरै भने के बुझ्नु भएन भन्दा तपाईहरुले यो 1 महिनाको श्रम झन्डै 2315 रुपैयाँ कि कति तपाईले डिपोजिट गर्नुहुन्छ त्यसको दुईटा 2308 केदार सरलाई धेरै थाहा छ 2308 भनेको न्यूनतम हो। त्यो भन्दा बढी पनि तपाईहरुले प्राप्त गर्न सक्नुहुन्छ। यसबाट दुई खाले सुविधा तपाईहरुलाई प्राप्त हुन्छ। एउटा सुविधा तपाईहरुले 60 वर्ष प्लस भएपछि आफूले कन्ट्रिब्युट गरेको आधारमा नियमित रूपमा पेन्सन पाउनुहुन्छ। आजीवन तपाईहरुले पेन्सन पाउनुहुन्छ। एउटा मध्येबाट त्यो 2308 लाई 1500 र 808 गरेर दुई भागमा बाँडेको छ। त्यो 808 मध्येबाट तपाईहरुले अरु 4 किसिमका योजनाहरू छन् सामाजिक सुरक्षा कोषमा। ती 4 किसिमका योजनाहरूमा तपाईहरुले कुनै योजना तपाईहरुले रकम जम्मा गरेको 6 महिनापछि कुनै 9 महिनापछि कुनै 1 वर्षपछि तपाईहरु ती योजनामा सहभागी हुन योग्य हुनुहुन्छ।
भन्नुको अर्थ त्यहाँ के छ, विभिन्न खाले छन् तपाईँहरूका उपचारका कुराहरू, दुर्घटनाका कुराहरू, आफ्नो फ्यामिली परिवारको उपचारका कुराहरू, घरको लागि सापटीका कुराहरू कति 70 लाखसम्म, त्यसपछि शैक्षिक सापटीका कुराहरू लगायतका विभिन्न स्किमहरू त्यो रकमबाट सिर्जना भएको कोषबाट जो सूचीकृत भएका साथीहरू हुनुहुन्छ उहाँहरूले पाउनुहुन्छ। यो किन ल्याएको भनेको यो सामाजिक सुरक्षा भनेको कस्तो भन्दा राज्यको एउटा सामाजिक संरक्षण अन्तर्गतको दायित्व पुरा गर्न लिएर आएको। हामीले भन्छौँ नि अब बाहिरतिर चाहिँ एकदमै सोशल प्रोटेक्सन राम्रो हुन्छ, सामाजिक संरक्षण राम्रो छ भनेर सुनिरहेका हुन्छौँ, भनिरहेका हुन्छौँ नि। यो चाहिँ त्यसैको स्वरूप नेपालमा लिएर आएको हो। अब हामीले त 2308 तिरेको के बुझ्यौँ भन्दा यो पैसा नेपाल सरकारलाई तिरेको, अरू कुनै सङ्घ संस्थालाई तिरेको भन्ने बुझ्यौँ। त्यो होइन। तपाईँहरूको त्यहाँ रजिस्टर गर्न बित्तिकै श्रम स्वीकृति लिन बित्तिकै तपाईँहरूको एकाउन्ट क्रिएट भएको हुन्छ। त्यो 2308 तपाईँहरूको एकाउन्टमा गएर जम्मा भएको हुन्छ। तपाईँहरूले नियमित गर्दै जानुपर्ने, त्यो त्यहाँ थपिँदै जाने हो। र म साथीहरूलाई के भन्छु भन्दा अहिले त्यो एकाउन्टमा तपाईँहरूलाई कन्टिन्यू गर्नु छ भने अघि हाम्रो प्रकाशजी कता जानुभयो, प्रकाशजीको विज्ञापन गरे जस्तो नहोस्। यहाँ युएमा रहेका सबै ब्याङ्कहरू, प्रभु ब्याङ्कको, नवेल ब्याङ्कको जति साथीहरू हुनुहुन्छ उहाँहरू सबैले त्यो यहीँबाट पनि तपाईँहरूलाई सहजीकरण गरेर डिपोजिट गर्न सकिने व्यवस्था छ। केलाजीहरू हुनुहुन्छ, ऊ सरहरू हुनुहुन्छ, यी सेवाबाट सबैबाट यो अनलाइनबाट जब तपाईँहरूले नेपालको खल्ती यी सेवा अरू ब्याङ्किङ ट्रान्ज्याक्सन गर्नुहुन्छ भने यहीँबाट पनि वार्षिक रूपमा नि तिर्न मिल्छ। तपाईँहरूलाई म भन्दैछु त्यो तपाईँहरूले यहीँबाट कन्टिन्यू गरेर तिर्न सक्नुहुन्छ। र यो पैसा तपाईँले 2300 होइन 2300 को ठाउँमा 23000 पनि तिर्न सक्नुहुन्छ। एक महिनाको मात्र होइन, एक पटकमा 6 महिनाको झन्झट लाग्छ, म 1 वर्षको तिर्दिन्छु, 1 वर्षको यो झन्झट हुन्छ, म श्रम स्वीकृति रिन्यू गर्दा तिर्छु, 2 वर्षको तिर्छु, 2 वर्षको पनि तपाईँहरूले तिर्न सक्नुहुन्छ। त्यही भएर यो सम्बन्धमा अब यहाँ हाम्रो केदार सर एकदम आधिकारिक यसमा काम गरिरहेको अरू धेरै साथीहरूलाई अब यो कस्तो हुँदो रहेछ भने मैले भन्दा तपाईँले बताउनुहुन्न कि केदार सर मैले भन्न लाग्यो भने बढी बताउनुहुन्छ कि यो समस्या त्यही छ। अब साँचो बोलिरहेका हुन्छौँ, यो राम्रो छ भनिरहेका हुन्छ, मैले मेरो आफ्नो एक्जाम्पल दिइरहेको हुन्छु, म त्यता जान्छु है भनेर, त्यही पनि साथीले बताइदिनुहुन्न। अब केलाई बताउनुहुन्छ भन्दा जसले गरेको छ नि उहाँलाई अस्ति हामीले कहाँ पनि सरहरू कोही हुनुहुन्थेन, पासपोर्ट एउटा शिविरमा जाँदा भुजेरामा हो खोज्यो भन्ने एकजना साथी हुनुहुँदो रहेछ, ल तपाईँले भनिदिनुहोस् भनेर उहाँलाई भन्न गएको थियौँ होइन। त्यसै गरी यसको बारेमा सर अझै केदार सर एकदमै अपडेटेड हुनुहुन्छ, उहाँले धेरै साथीहरूलाई गराउनु पनि भएको छ। तसर्थ यो सामाजिक सुरक्षा कोषको भनेको भोलिको दिनमा र आजको दिनमा दुवैमा आफू र आफ्नो परिवारप्रति जुन दायित्व सिर्जना हुन्छ त्यो दायित्व पुरा गर्नको निम्ति राज्यको तर्फबाट ल्याइएको एउटा सामाजिक संरक्षणको कार्यक्रम हो। त्यो कार्यक्रममा आफ्नो गच्छे अनुसार कन्ट्रिब्युट गरेर तपाईँहरूले सहभागी हुनु होला। एउटा त्यो दोस्रो, तपाईँहरू भोलि यो व्यवसायबाट चेन्ज हुनुभयो भने त्यो स्किम पनि तपाईँले चेन्ज गराउन सक्नुहुन्छ। जस्तै अहिले विदेशमा रहेर रोजगार गरिरहेकाको एउटा खाले छ, एउटा खाले विदेशमा गरेर तपाईँले स्वरोजगार गरिरहनु भएको, मानिलिए व्यापार गरिरहेको साथीहरूले पनि त्यसमा आबद्ध गर्न हुन सक्नुहुन्छ। भोलि तपाईँहरू यो दुईटै छोडेर नेपाल जानुभयो, त्यत्तिकै बस्नुभयो, तपाईँसँग कन्ट्रिब्युट गर्ने क्षमता छ, त्यो बेला पनि तपाईँले गर्न सक्नुहुन्छ। नेपालमै स्वरोजगारमा रहेको पनि अथवा बेरोजगारै भए पनि गर्न सक्नुहुन्छ होइन। त्यस्तै भोलि यहाँ काम गरिरहनु भएको छ, नेपालको कुनै कम्पनीमा गएर तपाईँहरू फेरि काम गर्नुभयो भने त्यो सिस्टमलाई तपाईँहरूले त्यो तपाईँहरूको अकाउन्टलाई त्यो सिस्टममा पनि कन्भर्ट गर्न सक्नुहुन्छ। यो अहिले यति राम्रोसँग बनाएको छ, यो चाहिँ एकदम फ्लेक्सिबल भन्छ नि, फ्लेक्सिबल किसिमले बनाएको छ। यसमा कन्ट्रिब्युट गर्ने कुराहरू पनि फ्लेक्सिबल छ। यति नै भन्दै 2300 त अब त्यो मिनिमम हो, त्योभन्दा माथि तपाईँहरूले प्रति महिना होइन यो कुराहरू छ। तसर्थ साथीहरू सबै तपाईँहरूको औषधि उपचारको खर्च अहिले झन्डै यसमा 100 कतिवटा हस्पिटलहरू लाइभ छन्। यहाँको जस्तै यहाँ तपाईँहरूले हेल्थ इन्सुरेन्स सबै गरिसकेपछि कार्ड देखायो भने जस्तै यसले एउटा कार्ड दिन्छ। नेपालका सबै हस्पिटलहरूमा तपाईँहरूले केही गर्नु पर्दैन, त्यो कार्ड मात्रै देखाएर त्यसको चाहिँ उपचार प्राप्त गर्न सकिन्छ। अहिले त्यो सामाजिक सुरक्षा कोषले विभिन्न हस्पिटलहरूसँग
अरू ठाउँमा के हुन्छ नेपालमा अहिलेसम्म प्र्याक्टिस हो त बिल भरपाई सबै गर्ने आफूले पहिला पैसा तिर्ने पछि बिल भरपाई लगाएर अनि सुद भर्न माग्ने छ। सामाजिक सुरक्षा कोषमा अहिले त्यो छैन। उसले एउटा तपाईँलाई स्वास्थ्य उपचार कार्ड दिन्छ, कार्ड दिइसकेपछि तपाईँले केही गर्नु पर्दैन, त्यो कार्ड मात्रै सो गरे हुन्छ। त्यसका हस्पिटलहरू पनि तोकिएको छ, बाँकी कामहरू हस्पिटलले आफै गर्छ। एसएसएफ बनेर अहिले हस्पिटलका काउन्टरहरूमा छुट्टै देखेर नोटिस राखेको छ। त्यही भएर यो बिस्तारै अब प्रोग्रेसिभ वेमा छ। तर अहिले ठुलो समस्या के हो भन्दा म यसमा किन भन्दैछु भने यसमा दुईटा कार्यविधि आए। तिनीहरूको अन्तिम गर्ने बेलामा म आफै मन्त्रालयमा पोलिसी सेक्सनमा काम गर्ने हुनाले त्यो मैले आफै फाइनलाइज गरेको हो। विदेशमा काम गर्ने एउटा र विदेशमा स्वरोजगारमा रहेका भनेर दुईटा कार्यविधि ल्याएर त्यसलाई चाहिँ हामीले कार्यान्वयन गरियो। उद्घाटन पनि भव्य गरियो। अनिवार्य गरेको हुनाले वैदेशिक रोजगारमा आउने सबै साथीहरूले श्रम स्वीकृति लिनेले अनिवार्य पनि गरियो। तर अहिले समस्या के भयो भन्दा 9% मात्रै नियमितता छ, जम्मा 9%। यसको नियमितताले नभएको कारणले गर्दा ठुलो समस्या देखिएको छ। यसले तपाईँले नियमितता गर्नु भने के भयो भन्दा त्यो 2000 पैसा 2300 पैसा पनि त्यो अब तपाईँहरूको नाममा रहेन। जब तपाईँले नियमित गर्नुहुन्छ त्यो तपाईँकै नाममा रहिरहन्छ। नियमित गरिदिनु भएन भने त्यो फेरि अब विविध कोषतिर त्यो लाग्छ कुन बेलादेखि होइन। त्यो कारणले मैले अहिले बुझेको यति हो सल्लाह मैले बुझाउन सकिनँ। तर एउटा प्लानिङ गर्दैछौँ हामीले। अस्ति बोलाउन खोजेका थियौँ सामाजिक सुरक्षा कोषको हाम्रो इडी साहबले आफै यहाँ आएर 4-5 ठाउँमा हामीले गर्ने भनेर प्लानिङ गरिरहेछौँ। अब फेरि नेपालबाट विदेश भ्रमणमा जाने भनेपछि अलिक गाह्रै छ कर्मचारीहरूलाई निर्णय गराउन होइन। अब उहाँहरू आउनुभयो भने अस्ति त्यस्तै बोलाउने भनेको थियौँ, तर उहाँको एकदम सर्ट टर्म भएर ल्याउन सकिएन होइन। अब उहाँहरू प्लान गर्दै हुनुहुन्छ, त्यो आउनुभयो भने हजुरहरूसँग मिलेर 7वटा इमिरेट्स त नभनौँ 3-4वटा इमिरेट्समा चाहिँ अहिले काम गर्ने गरी हामीले प्लान गरिरहेका छौँ। अब सामाजिक सुरक्षा कोष आयो भने त्यो हुन्छ। र अर्को कुरा जति साथीहरू हुनुहुन्छ हेर्न जाने साथीहरूले एसएसएफमा कसरी गर्ने के गर्ने भनेर युट्युबमा पनि छ, यो कसरी दर्ता गर्ने भन्ने पनि छ, कति पैसा आउने कसरी फाइदा आउने भन्ने पनि छ। युट्युब हेर्ने बेलामा एसएसएफ नेपाल भनेर मात्रै हालिदिएर यसो हेर्नु होला। नजान्ने साथीहरूलाई जान्ने साथीहरूले सिकाइदिनु होला। मैले यति अनुरोध गरेँ। हस्, थ्याङ्क यू। थोरै मैले पनि थपिदिएँ यसमा चाहिँ। मेरो एक पत्नी एक छोरा र एक छोरी छ है। अब एक पत्नी नै हो है, सबैको पत्नी हुन्छ। हजुर, अब मैले चाहिँ मेरो 18 वर्षको छोरीको लागि मैले सुरु गरेको छु। यथार्थमा चाहिँ महिनाको 2500 रुपियाँ उसलाई कन्भिन्स गरेर तिमी चाहिँ महिनाको 2500 रुपियाँ जम्मा गर, तिम्रो कनेक्ट आइपिएसबाट अथवा सेवाबाट अथवा खल्तीबाट गर भनेको छु। ठ्याक्कै छोरालाई पनि त्यस्तै भनेको छु। अब 2500 रुपियाँको दरले 1 वर्षमा हुने रकम चाहिँ 30,000 हुन्छ र त्यो उसको 60 वर्षको उमेरसम्म जोड्दाखेरि अलमोस्ट मैले हिसाब गरेको एउटाले 1.5 करोड अहिलेको मूल्यमा है निकाल्नु रहेछ। भनेपछि यहाँको 55 दिनमा त्यो ठुलो राशि बन्द रहेछ। यो म मात्रै यसमा सहभागी हुन्छु, म मात्रै यसको लागि योग्य छ भने छैन। हामीले हाम्रा केटाकेटीलाई पनि अहिलेदेखि नै सुरु गर्न सक्छौँ, किनभने स्वतन्त्र आय भएका व्यक्तिहरू पनि यसमा सहभागी हुन सक्नेछन्। मैले के अनुरोध गरेँ, यहाँहरूले आफू लगायत आफ्ना सन्तान परिवारहरूलाई पनि सहभागी गराउनुहोस्। धन्यवाद। नमस्कार। मेरो प्रश्न चाहिँ राजदूतावासका परिवार हाम्रो राजदूतज्यू लगायत दिपेन्द्र सबैले छ। सबभन्दा पहिले मेरो परिचय दिन्छु। मेरो नाम दिलीप हुन्। म रोटरी सेवा समाज युएको अध्यक्ष र विगत 27 वर्षदेखि म युएमा कार्यरत छु। र हाम्रो संस्था भनेको नेपालमा समाज कल्याण मन्त्रालयमा दर्ता भएको, जिल्ला भूमिकामा दर्ता भएको एक वैधानिक संस्था हो। विश्वको 12 देशमा चाहिँ कार्यरत छ। म युएमा रोटरी सेवा समाज युएको अध्यक्ष भएपछि मेरो कार्यकाल अहिलेसम्म 2021देखि अहिलेसम्म चाहिँ 9 जना रोटरीले ज्यान गुमाए। सबै 9 जना मृतकलाई हामी कम्पनी समन्वय गरेर नेपाली समाज युए समन्वय गरेर राजदूतावाससँग समन्वय गरेर उहाँको लासलाई सही समय नेपाल चाहिँ सर्भिसमा। त्यसमध्ये एकजना चाहिँ हाम्रो हुन्थ्यो राम बहादुर ओले भन्ने। उहाँको मृत्यु भएको थियो 11 नोभेम्बर 2021 र उहाँको पनि मृत्यु भए तुरुन्तै कम्पनीसँग समन्वय गरेर कम्पनीमा गएर कम्पनीको मान्छेहरूसँग कुराकानी गरेर जति छिटो उहाँको डेड बडी नेपाल पठाइयो। उहाँले मार्बल कम्पनीमा काम गर्नुहुन्थ्यो। काम गर्दा गर्दै अन द स्पोट स्टेपले हकको माथि मार्बलले च्यापेर मृत्यु भयो। त्यो गरिसकेपछि कन्टिन्युअस हाम्रो लगातार कम्पनीले फलो गरेपछि 4 महिनाभित्रमा चाहिँ उसले पाउनुपर्ने इन्सुरेन्स पाउनुपर्ने सम्पूर्ण जे रकम जे थियो हामीले सबै गरेर इन्भेस्टको जिम्मा लगाइसकेका छौँ भनेर भएको। आज त 3.5 वर्ष भयो र 2 वर्ष
लाग्छ मलाई। हाम्रो गुरुबन्धु सुगोजीजी यहाँ सिद्ध पञ्चायत परिषदबाट कार्यक्रम जस्तै कार्यक्रम थियो, त्यति बेला उहाँले भन्नुभएको थियो 85% काम यस्तो भइसकेको छ, अब 15% मात्र बाँकी छ, 15% हुन बित्तिकै परिवारले रकम पाउँछन् भन्नुभएको थियो। तर अहिलेसम्म पाएन, 3.5 वर्ष भइसक्यो। तर यो कुरा चाहिँ मैले राजदूतलाई चाहिँ प्रत्यक्ष रूपमा भेटेर 19 जनवरीको जुन नेपाली समाजको अधिवेशन थियो त्यहाँ प्रत्यक्ष हामी लुम्बिनी प्रदेशका सबै अध्यक्षहरूले भेटेर चाहिँ राजदूतले एउटा ज्ञापन पत्र दिएको थियो। राजदूतले चाहिँ त्यही दिन साँझ चाहिँ मलाई मेसेज लेख्नु भएको छ वाट्सएपमा, आजको मिटिङबाट 2 महिनाभित्रमा परिवारले क्षतिपूर्ति पाउँछन् भनेर। त्यो पनि आज झन्डै 3.5 महिना भइसक्यो र मैले पछिल्लो 11 अप्रिलमा फेरि राजदूतलाई भने राजदूतले 2 महिना मागिसक्यो, अहिलेसम्म केही भएन त भन्दाखेरि उहाँले दिपेन्द्र सरले नम्बर दिनुभएको थियो। दिपेन्द्र सरले म हेर्छु म नयाँ आएको भन्नुभयो, त्यो अहिलेसम्म अदापत्ता केही छैन। कहाँसम्म पुग्यो यसको बारेमा जानकारी दिनुहुन्छ कि प्लिज। यति ढिलो हुन्छ एउटा यस्तो घटनामा कि यो अलिकति ढिलो भएको हो राज्यबाट, यसको जानकारी दिनुहोस्। मैले तपाईँलाई त्यो विषयमा पहिला हाम्रो विकास सरलाई सम्पर्क गर्नुहोस् भनेको थिएँ। त्यो केसमा उहाँको नाममा 1500 कि कति त्यो पाउनुपर्ने जम्मा भएको पैसा परिवारले पाइसक्नु भएको छ। त्यो बाहेक उहाँले इन्सुरेन्सबाट पाउनुपर्ने अरू कुनै पनि पैसा एमएससीमा जम्मा भएको अवस्था छैन। त्यही भएर यसमा क्षतिपूर्ति पाउने अवस्था पनि होइन भन्ने बुझेको छु मैले अहिले। हो भने तपाईँले डकुमेन्ट दिनु होला, ठिक छ, हेरौँला। होइन सुन्नु न, ल बुझेको यस्तो हो कि तपाईँ म यहाँ बोल्ने कुरो होइन। कम्पनीले ल्याएर एमएससीमा रकम डिपोजिट गरेपछि एमएससीले फलानु व्यक्तिको नाममा यति रकम एमएससीमा डिपोजिट भयो भनेर एउटा स्लिप दिन्छ। त्यो स्लिप दिनु हो भने त्यो 5 मिनटको काम हो, म अहिले यहीँ पनि गरिदिन सक्छु। म विकासजीलाई लग्यो के हो भने त्यसको स्टाटस आइहाल्छ। हजुरले धेरै फलोअप गर्नुभयो, मैले पनि यसमा लाजै गर्नुभयो भनेर धेरै बुझेँ। यसमा अहिलेसम्म एमएससीमा बुझेको र भएको तथ्य के हो भने उहाँले प्राप्त गर्नुपर्ने केही रकम जुन स्यालेरी बापत लगायतको केही पैसा त्यो ट्रान्सफर भइसकेको छ। त्यो बाहेक उहाँले क्षतिपूर्ति बापत, इन्सुरेन्स बापत, अरू बापत पाउनुपर्ने पैसा एमएससीमा डिपोजिट भएको छैन भन्ने हाम्रो अकाउन्ट सेक्सनको बाट प्राप्त गरेको मैले प्राप्त गरेको इन्फर्मेसन हो। राजदूत महामन्त्रीले प्राप्त गर्ने पनि त्यही हो। अब सरलाई मैले के विनम्र अनुरोध गर्छु भने त्यो पैसा यदि एमएससीमा डिपोजिट गर्ने बेलामा चाहे कम्पनीले गरोस् चाहे कोही व्यक्तिले गरोस्, त्यो बेला एउटा पेपर एमएससीले रिसिभ पेपर दिएको हुन्छ। यदि त्यो रिसिभ पेपर तपाईँले मागेर दिनुभयो भने त्यसको फलोअप हुन्छ। मैले यसबारेमा मागेको सर, उले के हुन्छ आधिकारिक हामीलाई इमेल आयो भने हामी दिन्छौँ। त युनिभर्सिटी आओस् या नेपालको प्रश्न पत्रबाट आयो भने म यो दिनुपर्ने दिन्छु भने कम्पनीले भनिरहेको छ। जहाँसम्म लाग्छ तपाईँ माग्नु हो त दिन्छ। यसो गर्नु न, एक दिन साथीले धेरै क्वेसन उठाउनु भन्दा तपाईँ एक दिन आउनुहोस्, हामी सँगै जाउँला त कुन कम्पनी हो त्यो भन्ने। बेलजीले यसमा कोर्डिनेट गरिदिनु होला के छ, अनि त्यसपछि त्यो पेपर हेरेर आएर त्यसको के रहेछ क्लियर गरौँला, कम्पनीमा सँगै जाउँला। अलिकति क्लियर गरिदिन्छु। यो केसमा मैले 2 बार नै फलोअप गरेको। त्यो उहाँहरूको बुझाइ त्यो कम्पनीले दिएको इन्फर्मेसन रङ हो होइन, किनकि त्यो इन्सुरेन्स या के अरे ब्लड मनीको पैसा त्यसरी कम्पनी लिएर गएर दूतावासमा बुझाउँदैन। त्यो कोर्ट मार्फत त्यो सबै प्रक्रिया बुझाएर दूतावासले रिसिभ गरेर नेपाल पठाउने हो। उहाँको चाहिँ त्यो नेपालबाट आएको चाहिँ पावर अफ अथोरिटीमा समथिङ मिस्टेक भएर मलाई लाग्छ 2-3 महिना अगाडि इरफानजीले आफै यहाँ ड्राफ्ट गरेर अनि त्यो फेरि नेपाल पठाएर त्यसलाई चाहिँ उहाँबाट काठमाडौँ आएर भेरिफाई गरेर आएको। त्यो आएपछि चाहिँ कोर्टबाट चाहिँ पैसा आउनुपर्ने हो। त्यो मलाई लाग्छ समथिङ 3 महिना जति खर्ची भयो है। त्यो सुरुमा चाहिँ कोर्टले पैसा बुझाउने बेलामा त्यो पावर अफ अथोरिटीमा चाहिँ अलिकति के मिस्टेक भएको हुँदाखेरि चाहिँ त्यो पैसा रिलिज नभएको भन्ने कुरा थियो। अनि इरफानजीले मलाई कम्युनिकेसन गरेपछि अनि उहाँले आफैले नै त्यो ड्राफ्ट गरेर अनि हामीले मैले वकिलसँगै समन्वय गरेर फ्यामिलीलाई पठाएर फ्यामिलीले चाहिँ कन्ट्रोलरमा आएर त्यो कम्प्लिट गरेको। अब चाहिँ सायद त्यो एकपटक फलोअप गर्नु होला। त्यो चाहिँ अब कोर्टबाट चाहिँ पैसा आउनुपर्ने प्रक्रियामा त त्यो कोर्टबाट पैसा एमबिसीमा आएको चाहिँ होइन। त्यो मलाई लाग्छ कोर्टबाट रिलिज भएको छैन। अब यसैले कुरा बिग्रिन्छ। के भयो भन्दा अहिलेसम्म हामीले के खोज्यौँ भन्दा कोर्टबाट पैसा एमबिसीमा आयो, त्यो पैसा किन रिलिज भएन भनेर खोज्यौँ। त्यो खोज्दा त केही भेटिएन। नभेटिसकेपछि अब पैसा जम्मा हुने कुरै भएन फ्यामिलीको नाममा। अब अहिले बेलसरले भने जस्तो कम्पनीसँग अब बाँकी हो भने त अब हामीले त्यहाँ पो फलोअप गर्नु पऱ्यो त। अहिले के भयो भन्दा जुन सोर्स हो नि समस्याको कहाँ हो जड त्यहाँ हामी पुगेकै छैनौँ। अब यदि उहाँले प्राप्त गर्नुपर्ने पैसा छ, तपाईँले भने जस्तो पावर अफ नै बिग्रेर बनाएर फ्यामिलीले पठाएको छ भने अब हामीले त्यहाँ चाहिँ फलोअप गर्नु पर्यो। मलाई लाग्छ इरफानजीले त्यो पठाइसक्नु भएको छ। बेलसर
इन्फ्रास्ट्रक्चरले पठाउनु भएको छ भने अब हामी त्यहाँ चाहिँ फलोअप गर्नु पर्यो त्यसरी। मैले अलिकति क्लियर के गर्न चाहन्छु भने सबैजनाले सुन्नुपर्ने कुरा कतिपय कुराहरू हामी आफै कन्फ्युज छौँ। एउटा के छ भने जस्तै मैले A to Z म आफै लागेर जस्तै मेरै कम्पनीमा एकजना डेथ भयो होइन, म आफै हाम्रो कम्पनीको प्यारोसँग गएर कम्पनीले इनिसियल केस लड्यो। इनिसियल केस लडेपछि 3 महिनामा त्यो केसको फाइनल भयो र 2 लाख दिरहम कोर्ट मनी डिक्लेयर गर्यो। अनि कम्पनीले के भन्यो, ल हाम्रो तर्फबाट सकियो, हामी चाहिँ केस लड्यौँ, कोर्टले चाहिँ 2 लाख रुपियाँ दिरहम चाहिँ कोर्ट मनी दिनुभयो भनेर चाहिँ डिक्लेयर गर्यो र अब कि त्यो एमबिसीसँग चाहिँ समन्वय गरेर पैसा रिसिभ गर्नु भनेर कम्पनीले भन्छ। त्यसपछि नेपालबाट फ्यामिलीले पावर अथोरिटी कन्सुलर विभाग मार्फत एमबिसीले पठाएर अनि एमबिसीले त्यो पैसा क्लेम गर्न फेरि अर्को प्रोसेस फेरि केस ओपन गर्नु पर्यो अनि कोर्टले फेरि डिसिजन गर्नु पर्यो होइन। कोर्टले ल यो पैसा यो मृतकको पैसा एमबिसीलाई चाहिँ बुझाउनु भनेर अनि त्यो डिक्लेयर गरेपछि अनि बल्ल उनीहरूले कोर्टले चाहिँ चेक दिन्छ अनि चाहिँ एमबिसीमा त्यो पैसा गएपछि मलाई लाग्छ एमबिसीले रिसिभ गरेको विदिन 1 दिन 15 दिनभित्रमा त्यो पैसा चाहिँ नेपाल जान्छ। नेपाल गएपछि परराष्ट्र मन्त्रालयबाट जिल्लामा जान्छ अनि जिल्लाबाट फ्यामिलीलाई चाहिँ बुझाउँछ। त्यसमा चाहिँ अलिकति त्यो कम्पनीले के भनिदिन्छ भने ओके भयो यति पैसा पाउँछ, ल अब तिम्रो दूतावासलाई फलोअप गर भनिदिन्छ। त्यसपछि सबभन्दा जरुरी त्यसपछि छ कि अब दूतावासले त्यो पैसा रिसिभ गर्नु पनि त्यो लामो प्रक्रिया छ। त्यसले गर्दा हामीलाई कम्पनीले दिएको मेसेजमा यो दूतावासले नगरेको भने जस्तो हुन्छ, तर दूतावासले फेरि त्यो पैसा क्लेम गरेर चाहिँ छुट्टै केस गरेर कोर्टबाट चाहिँ ल यो पैसा चाहिँ दूतावासलाई गर्नु भनेर कोर्टले अथोरिटी गरेपछि बल्ल त्यो पैसा दूतावासले बुझेर अनि नेपाल पठाउने हो। त्यसले गर्दा चाहिँ अलिकति टाइम चाहिँ लाग्छ। धन्यवाद। सबैजनालाई फेरि एकपटक अनुरोध गर्न चाहन्छु, यो कार्यक्रम अहिले जुन कुरा भइरहेका छन् तपाईँ हाम्रै लागि भइरहेका छन्, त्यसैले सभ्यताका साथ अनुशासनका साथ सबैजनाले सुन्नुहोला र तपाईँको दूतावासका लागि केही क्वेसन छ, तपाईँ कुनै समस्यामा पर्नु भएको छ भने कृपया हात उठाउनु होला। तपाईँ भएकै ठाउँमा म माइक्रोफोन लिएर आउनेछु। तपाईँसँग केही समस्या छ, युएमा बस्दै गर्दा तपाईँ कुनै समस्यामा पर्नु भएको छ, दूतावाससँग सोध्ने छ भने कृपया हात उठाउनुहोस्, म तपाईँ भएकै ठाउँमा आउनेछु। नमस्कार, म प्रेमबहादुर बगलदार, लुम्बिनी प्रदेश सम्पर्क समिति युआईको अहिलेको अध्यक्ष र म तपाईँलाई एउटा डिभोर्स सम्बन्धीको कुरो मसँग आएको छ, त्यसलाई चाहिँ म तपाईँसित त्यसको उत्तर चाहन्छु। आजभन्दा 3 वर्ष पहिले 2 जना दुबईमा आउनुभयो, सँगै आउनुभयो 2 जना, अनि 1 वर्षपछि श्रीमती चाहिँ अर्कैसित जानुभयो। अब उहाँ चाहिँ घर जान मान्नुहुन्न, नेपाल जान मान्नुहुन्न, अब यहाँ डिभोर्स दिएको भनेर मसिन दिने आउनुहुन्छ साथी, अब श्रीमती जान चाहनुहुन्न, अर्का जान दिनुहुन्न भनेपछि अब यसको समस्या कि यो समस्या मसिन आएको छ, यसलाई चाहिँ कसरी समाधान गर्ने हो। मैले उहाँहरूको नाम चाहिँ म ल्याउन चाहिनँ होइन, यो चाहिँ एउटा हो छ, अब त्यसलाई चाहिँ कसरी गर्ने गर्नुपर्छ। गत 15 अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रमिक कुटियो। आज यो श्रमिक दिवसका विषयमा कार्यक्रम हुँदै गर्दा त्यो विषयमा सम्बन्धित निकायलाई अलरेडी ध्यान आकर्षण गरिसकेको छु। पुनः गराउँदै भोलिका दिनमा म घर जाँदै गर्दा विमानस्थलमा मैले गल्ती गरेँ नेपालको कानुन सम्मत मलाई कारवाही होस्, तर विमानस्थलमा सार्वजनिक रूपमा मैले कुटाइ खान नपरोस्। पहिलो ध्यान आकर्षण। दोस्रो, गत 20 अप्रिलमा सम्पन्न नेपाल फेस्टिभल कार्यक्रम नेपालीका लागि नेपालीको कार्यक्रम बृहत सफल भयो। उक्त कार्यक्रममा एकजना महिलाले राष्ट्रिय गानमा नाचेर नेपालको राष्ट्रिय गान सम्बन्धी ऐन 2069 को गम्भीर उल्लङ्घन गर्नुभएको छ। यो अपराध हो, यसको दण्ड हिंसा हुनुपर्छ। किनभनेदेखि मैले यो विषय जस्तो अहिले यहाँ सरहरू हुनुहुन्छ, युएमा 30 वर्ष बस्नुभयो, उहाँ 27 वर्ष बस्नुभयो, भावनाले ओतप्रोत भएर उहाँले युएको राष्ट्रिय गानमा नाच्नु भयो नि 24 घण्टामा उहाँहरू डिटेल हुनुहुन्छ। त्यो भएर यो चाहिँ कार्यक्रमको संयोजन संस्था र संयोजकज्यू र महामन्त्री यही हुँदा मैले एकमुष्ट भने कि कार्यक्रम आयोजक परिवार तर्फबाट पनि एउटा प्रेस विज्ञप्ति निक्लेर उहाँलाई सूचित गरियोस्, यसमा ध्यान आकर्षण गराए। अब म मेरो प्रश्नमा जान चाहन्छु। केही समय अगाडि नेपालका श्रम मन्त्रीज्यू आएर एउटा कार्यक्रम घोषणा गरेर जानुभयो। मैले त उहाँ 18-19 पल्ट मन्त्री भइसक्यो, उहाँलाई मैले घोषणा मन्त्री नै भन्छु। अन्त उहाँले के गर्नुभयो भने भिजिट भिसामा आउनुभएका श्रमिक
हरूलाई हामीले यही श्रम चाहिँ व्यवस्थापन गर्छौँ भनेर उहाँले घोषणा गरिदिनु हो। त्यो कार्यान्वयन हुन कति समय लाग्छ मैले हाम्रो श्रम काउन्सिलरजीलाई प्रश्न र अर्को प्रश्न चाहिँ अघि सामाजिक सुरक्षा कोषको सबै कुरा भनिदिनु हो। भन्दा मलाई बिचैमा एउटा प्रश्न जाग्यो कि यदि म युएमा छु अहिले म 2 वर्ष सामाजिक सुरक्षा कोषमा आबद्ध भएँ 2 वर्षपछि म नेपाल फर्केँ म बेरोजगार भएँ मैले आबद्ध हुन सकिनँ भने त्यो 2 वर्ष मैले सामाजिक सुरक्षा कोषमा गरेको लगानी बाबत मैले केही सेवा पाउँछु कि पाउँदिनँ यो प्रश्न पनि काउन्सिलरले धन्यवाद नमस्कार। साथीले उठाएका 2-3टा विषय कि गम्भीर ध्यानाकर्षण गराउनु भएको विषयमा ध्यानाकर्षण भएको छ। अब त्यसको जवाब त्यति भयो होइन। अब दोस्रो कुरा हाम्रो माननीय मन्त्रीज्यू आएर उद्घाटन गरेको विषयमा वास्तवमा तपाईँ जति गम्भीर हुनुहुन्छ हामी पनि त्यति गम्भीर छौँ र अलिकति त्यसमा टेक्निकल के हो भन्दा एउटा कार्यविधिको केही कुराहरू मिलाउनु पर्ने बाहिरबाट दिने र अलिकति त्यो सिस्टममा पनि मुलुकभन्दा बाहिरबाट दिन अप्रोच मिलाउनु पर्ने भएको कारणले गर्दा त्यो रोकिएको छ। हामी तपाईँ जस्तै व्यक्त प्रतीक्षामा छौँ। हामीले मन्त्रालयमा 2-3 चोटि लेखेर पनि पठाएका छौँ, घचाएका पनि छौँ र हामीहरूभन्दा पहिला उद्घाटन भएको ओमानमा पनि त्यो सुरु भएको अवस्था छैन होइन। अहिले केही कुराहरू अब यो कानुनमा मिलाउनु पर्ने हाम्रो सिस्टममा मिलाउनु पर्ने भएको कारणले रोकिएको। तर हामी चाहिँ युएबाट नै राजदूतावासबाट नै अथवा यस्तै शिविरहरूबाट नै त्यो लेगलाइजेसन खास वैधानिकीकरण श्रम स्वीकृति दिन एकदम तयारी अवस्थामा छ। त्यो कानुन संशोधन एउटा कार्यविधि संशोधन भएर त्यो सिस्टममा हामीले अप्रोच पायौँ भने हाम्रो एक्सेस भयो भने हामी त्यो तुरुन्तै दिन्छौँ। मलाई लाग्छ त्यो छिट्टै हुन्छ होला, आश गरौँ है। त्यो दोस्रो कुरा भयो मेरो। तेस्रो अब यो सामाजिक सुरक्षा कोषकोमा अब केही कमी कमजोरीहरू छन्। त्यही भएर सबैले स्वीकार गर्न नसकेर वित्तीय संस्थाका लगायत अन्य क्षेत्रमा काम गर्ने साथीहरू पनि त्यसमा जाने नजाने दोधारमा छन्। अहिले तपाईँले भने जस्तो 2 वर्षपछि तपाईँले डिस्कन्टिन्यू गर्नुभयो भने तपाईँले केही सुविधा पाउने अवस्था पनि रहन्छ, केही नपाउने अवस्था पनि रहन्छ मलाई लाग्छ। अब त्यसको एउटा दिगोपना र निरन्तरताको लागि त्यसमा रहेका केही अस्पष्टताहरू र केही कमी कमजोरीहरूलाई मलाई लाग्छ कोषले छिट्टै सुधार गरेर जान्छ। अब काम गर्ने अथवा कुनै पनि नयाँ प्लानहरू स्किमहरू लिएर आउने सन्दर्भमा केही त्रुटिहरू छन्। स्वभावतः तपाईँले त्यस्तो अवस्थामा केही नपाउने अवस्था छ अहिले, तर पछि फेरि कन्टिन्यू गर्न पाउने अवस्था पनि त्यसमा देखिन्छ। तसर्थ त्यसमा त्यो तपाईँले उठाएको विषय त्यो कोषमा सुधार गर्नुपर्ने विषय हो। अब मलाई लाग्छ त्यो कोषमा यो कन्सर्न छ भनेर हामी पनि भनिरहेका पनि छौँ। श्रमिकको सन्दर्भमा काम गर्ने भएको हिसाबले हामीले त्यसलाई चाहिँ सुधारेर अगाडि जानुपर्छ। थ्याङ्क यू। नमस्ते सम्पूर्णमा, म विजय राणा व्यवसाय खास अग्रहाजी। मैले सानो एउटा कुरा राख्नु खोजेँ। मलाई एउटा सानो जिज्ञासा छ, किन भन्दा अहिले मैले आफ्नैले भन्दा पनि मेरो एकजना भाइले चाहिँ प्रब्लम फेस गरिरहेको छ। यो चाहिँ पासपोर्ट रिन्युअल सम्बन्धी कुरा हो होइन। खासमा कस्तो थियो भने फेब्रुअरीको 25 तारिकमा अपोइन्टमेन्ट लिएर चाहिँ हामी पासपोर्ट रिन्यू गर्न चाहिँ हामी स्वयं आफै कहीँ फेरि कुनै पनि एजेन्सीबाट गएका थिएनौँ, हामी आफै स्वयं गएका थियौँ। त्यसमा चाहिँ पासपोर्ट अलिकति चाहिँ ड्यामेज भएको रहेछ। तर हामी त्यो पासपोर्टमा बार चाहिँ ट्राभल गरिरहेको अवस्थामा एमएससीमा गइसकेपछि चाहिँ एमएससीका साथीहरूले चाहिँ यो तपाईँले गलत फर्म भर्नुभयो, यो चाहिँ तपाईँले चाहिँ ड्यामेज भएको भर्नुपर्ने थियो भनेर भन्नुभयो। त्यसपछि हामीले किन भन्दा त्यसमा ट्राभल गरिरहेको थियो, त्यस्तो छैन होला भन्ने सोचेर चाहिँ हामीले नर्मल रिन्युअलको लागि चाहिँ फर्म गरेका थियौँ र हामी कुरेर चाहिँ बेलुका 4-5 बजीसम्म चाहिँ कुरेर लास्टमा पालो पायौँ। त्यसको लागि चाहिँ एकदम सराहना गर्नुपर्ने हुन्छ। तर भइदियो के भन्दा त्यो फर्म त्यहाँ युज भएन। हामीले एउटा लगेको फर्म स्क्यान गर्दाखेरि चाहिँ सबै डिटेल्स आउने थियो। त्यहाँ गएर साथीहरूले फर्म भरिदिँदाखेरि एमएससीका साथीले जसले फर्म टाइप गरिदिनु भएको थियो उहाँले अलिकति टाइप चाहिँ रङ गरिदिनु भएछ। पासपोर्ट आयो, पासपोर्ट आउँदाखेरि चाहिँ PURAN हुनुपर्ने, पुरान हुनुपर्ने PURNA भएर आयो। पासपोर्ट मैले 1 हप्ता 10 दिन अगाडि चाहिँ कलेक्सन गरेर लिएर आएको छु र मैले एमएससीलाई फोन गरेँ बारम्बार, कसैले फोन उठाउनु भएन। मैले त्यहाँ वाट्सएप नम्बरमा म्यासेज गरेँ, म्यासेजको रिप्लाई आएन। मैले मेल गरेँ, इमेल गर्दाखेरि मैले सबैजनालाई सिसी बनाएर इमेल पनि गरेको छु। त्यसमा बाध्यकारी भएर उहाँले इमेल रिप्लाई दिनुभयो मलाई, तर त्यसमा खुलस्त लेख्नु भएन। मैले मेरो क्वेसन के थियो भन्दा चार्ज मैले 300 दिन तिरिसकेँ, अब मैले फेरि चार्ज तिर्नुपर्छ कि पर्दैन। मैले फेरि
अपोइन्टमेन्ट लिएर आउनुपर्छ कि पर्दैन? किन भन्दा पासपोर्ट त डेट सकिसक्यो। अब मैले अपोइन्टमेन्ट पुऱ्याएँ भने त अझै 3 महिनामा पुग्नुपर्ने हुन्छ। त्यसको मलाई स्पष्ट एउटा दिनु पर्यो। त्यसमा खर्च लाग्छ कि लाग्दैन र खर्च किन लाग्यो भने पनि किन भन्दा मैले 100-300 दिन तिरेको रिसिप्ट छ, रिसिप्टमा बराबर नाम छ तर स्पेलिङ रङ आयो। त्यसमा मैले फर्म भरेर गएको थिएँ, रिचेक गर्दाखेरि गलत भएको थियो भने मेरो कमजोरी हुने थियो। तर त्यहाँ एमएससीबाटै टाइप भएको त्यो कुरामा चाहिँ यहाँहरूले केही दिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ मैले तपाईँहरूको पटक केही अपेक्षा गरेको छु। धन्यवाद। प्रश्नको लागि धन्यवाद। सर्वप्रथम चाहिँ तपाईँले के बुझ्नुपर्छ भने तपाईँहरूलाई लाग्दा सानो ड्यामेज भनेर ड्यामेज सानो र ठुलो हुँदैन। हामीले चाहिँ कर्मचारीले हेर्ने नजर भनेको पासपोर्ट ड्यामेज छ कि छैन र ड्यामेज छ भने राहदानीको निर्देशिका र राहदानी ऐनलाई टेकेर हामीले राजस्व लिने गर्छौँ है। भनेको चाहिँ 200 दिराम र 400 दिराम थियो, पछि घटाएर 200 दिराम र 300 दिराम बनाइएको छ। अर्थात् ड्यामेज भनेको सानो भए पनि ठुलो भए पनि तपाईँसँग भएको राहदानीलाई चाहिँ सुरक्षित राख्नुपर्छ भन्ने। ड्यामेज छ भने ड्यामेज चार्ज तिर्नै पर्छ। त्यो एउटा कुरा भयो। अर्को एउटा कुरा है, अब अर्को कुरा अनि अर्को भनेको चाहिँ कस्तो भने जब तपाईँहरूलाई त्यहाँ फर्म प्रिन्ट दिएको हुन्छ, जब तपाईँहरू वेटिङमा बस्नुभएको हुन्छ, त्यतिखेर चाहिँ हामीले बारम्बार तपाईँहरूलाई के भन्छौँ भने आफ्नो डिटेल्स सही छ कि छैन हेर्नुहोस् र साइन गर्नुहोस् भन्छौँ। तर हाम्रो कस्तो प्रवृत्ति छ भने चाहिँ हामी कुरा गर्ने, धेरै थोक भन्ने, गाली गर्ने, झैझगडा गर्ने गर्छौँ। तर त्यत्रो त्यहाँ बसेर वेटिङ रुममा बस्दाखेरि हामी एउटा फर्म हेर्दैनौँ कि जब तपाईँलाई फोटो खिचिसकेपछि फर्म दिइन्छ, यदि तपाईँलाई तत्कालै म एकपटक डिटेल हेर्छु भनेर भन्नुभयो भने ती डिटेल हेर्नुहोस् है भनेर पनि दिएको हुन्छ। त्यो तपाईँको आफ्नो वैयक्तिक विवरण आफैले हेर्नुपर्ने हुन्छ है। र योभन्दा अगाडि केही ध्यानाकर्षणका कुराहरू भए। अब मैले सानो कुरा भने कि सायद चाहिँ हामीले भन्छौँ कहिले कसैलाई व्यक्तिगत रूपमा दोष लाउँछौँ, कहिले सामाजिक रूपमा दोष लाउँछौँ। कहिलेकाहीँ हामीले के विचार गर्नुपर्छ भने त्यो ठाउँको माहौल कस्तो थियो। म केही कुरा सही त भन्दिनँ तर माहौल कस्तो थियो है। कहिलेकाहीँ केही कुराले माहौलले पनि फरक पर्छ र अनुशासन बस्ने भनेको आफ्नो कुरा हो। अरूले तपाईँ अनुशासनमा बस्नुहोस् भनेर मान्छे कहिले पनि अनुशासनमा बस्दैन। र एउटा श्रमिकले श्रमिकको माझमा अर्को श्रमिकको डिपोर्टेसनको कुरा चाहिँ सम्भवतः र सकेसम्म नगरौँ है। एकअर्कालाई सम्झाउँ, एकअर्कालाई सैकाटोमा ल्याउँ, आफू पनि अनुशासनमा बसौँ, अरूलाई पनि अनुशासनमा बसाउँ है। अनि अर्को चाहिँ के भन्छु भने हामी आफूले पनि श्रमको सम्मान गरौँ, अर्काको श्रमको पनि सम्मान गरौँ है। यहाँको कम्युनिटीले त्यो सिक्न जरुरी छ। यहाँको कम्युनिटीको सँगको चाहिँ इन्टरेक्सनमा मैले बारम्बार के देखेको छु भने मलाई त यस्तो हुन्छ भने उसलाई किन हुँदैन? मलाई चिन्न पर्ने कारण के छ? दूतावासको कर्मचारीले मलाई चिन्दैन, कुनै राजनैतिक सङ्घ संस्थाका मान्छेहरू दूतावासले चिन्दैन। दूतावासले त्यहाँ सेवा दिन आउने सेवाग्राही चिन्छ र उहाँहरूले सेवा पाउनुपर्छ, उहाँहरूले सम्मानपूर्वक सेवा पाउनुपर्छ। त्यसमा हाम्रो कुनै विपद छैन र हामी हरदम तयार पनि छौँ है। धन्यवाद। उहाँको चाहिँ जुन त्यो पासपोर्टको केसमा चाहिँ त्यो पेमेन्ट के हुन्छ अथवा बन्छ कि बन्दैन भन्ने विषय चाहिँ आएन भन्ने कुरा हो है। पेमेन्ट तिर्नुपर्छ, एकदम दुःखको साथ भन्छु। किनभने राहदानी ऐन र निर्देशिकामा लेखिएको कुरा निर्देशिका र ऐन काटेर हामी जान सक्दैनौँ। त्यसमा उहाँले थप राजस्व तिर्नै पर्छ है। अब मैले तिर्नुपर्ने 300 हो कि 200 हो? अब मसँग चाहिँ के अरे अब भर्खर बनेर आएको पासपोर्ट छ, तपाईँले 200 तिर्नुपर्छ। 200 अनि अपोइन्टमेन्ट चाहिँ के गर्नु? अपोइन्टमेन्ट फर्म भरेर आउनुहोस्। फर्म भर्न सक्नु भएन भने एमएससीमै आउनुहोस्। तपाईँले जस्तो फर्म भर्न नसक्नेको लागि हाम्रो साथीहरू त्यही फर्म भरिदिनुहुन्छ। तर फर्म आफ्नो हेरेर आउनुहोस् है। फेरि पनि नमस्कार सम्पूर्णमा, म अशोक तुम्रे, एउटा सामाजिक हिसाबले पनि अगाडि बढेको व्यक्तित्व हुँ र 2014 सालदेखि चाहिँ युएमा बासिन्दाको रूपमा बसिरहेको छु र कर्मथलो गर्दै गर्दाखेरि अहिले हामीले धेरै कुरा गऱ्यौँ। हुन्डी गर्नुहुन्न, यो गर्नुहुन्न, त्यो गर्नुहुन्न भन्छौँ, जबकि श्रमिकलाई नेपाल सरकारले 700 दिराममा चाहिँ पठाउन सक्छ श्रमिक भनी। तपाईँले अहिले इजिप्टलाई हेर्नुहोस्, तपाईँ अहिले वैदेशिक रोजगारमा हुँदै गर्दाखेरि इजिप्टले एउटा आफ्नो क्लिनरको लागि पठाउन सक्दैन। त्यो हामीले अभिगत भोगेको कुरा हो भने हामीलाई 700 दिराममा नेपाल सरकारले किन पठाइरहेको छ? किन हामी 700 दिराममा काम गर्दै गर्दाखेरि त्यो व्यक्तिले 12 घण्टा काम गर्दै गर्दाखेरि सचेतनामूलक चाहिँ काम गर्ने कि नगर्ने, उसले 12 घण्टा काम गर्दै गर्दाखेरि सचेतनामूलक काममा कहिले जाने, अनि आइतबार उसको छुट्टी होस् या विकली होस् नहोस्, कम्पनीको एउटा
भनौँ न आफ्नो उसमा चाहिँ वफादार भएर 2 वर्षको इमरेस आइडीका लागि उसले चाहिँ कार्यरत गरिरहेको छ र इमरेस आइडीमा काम गर्दै गर्दाखेरि उसले पाएको आइतबार या कुनै पनि हप्ताको एउटा छुट्टी पनि उसले ओभरटाइममा गुमाइरहेको छ ताकि उसले चाहिँ यति गुमाएको छ कि उसले आफ्नो परिवार धान्न नसक्ने व्यवसाय बिजनेसमा लागेको नभइकन उसले चाहिँ आफ्नो पारिवारिक धान्न नसक्ने स्थिति रहेको छ। जस्ट इक्जाम्पल मेरो एकजना साथी सँगै दुबई छिरेको हो 2014 सालमा। म अलिकति टाढो भएको कारणले म अलिकति माथि छु भने ऊ आज जस्तो अशिक्षित भएको कारणले ऊ साँच्चैमै काम गरिरहेको छ ताकि 2014 देखि 2025 सम्म हाम्रो सरकारले यस्ता गैरमूल्य श्रमिक कामहरूलाई चाहिँ केही ध्यानाकर्षण गर्ने हो कि हामीले मरेपछि मात्रै मृत्यु सजायलाई कसरी नेपाल पठाउने हो भन्ने बारेमा हामीले ध्यानाकर्षण गर्ने कि हामीले मृत्युभन्दा पहिले उनीहरू डिप्रेसन जानुभन्दा पहिले हामीले यो कार्यक्रमलाई चाहिँ उनीहरूलाई समाधानको विषयमा लिएर जाने हो कि हामीले कुनै पनि त्यस्तो छैन। अब मैले आफै पनि नेपाल एम्बेसी दूतावास ज्यू यही हुँदै गर्दाखेरि अहिले धेरै पछि आएर हाम्रो दूतावास ज्यू हाम्रो सामु आएर यसरी बस्दिनु भएको छ। त्यो द्याट्स एप्रिसिएट हामीले चाहिँ धेरै भाग्यमानी ठानेका छौँ। तर हिजोको दिनमा हामीले यसरी को दूतावास को नेपाली समाज को एमआरएनए को भने हामीले आएनौँ न। हामीलाई यति थाहा छ कि साउले के भन्छ त्यति नै फलो गरौँ। बेलुका जाँदाखेरि हाम्रो मन्थलीमा स्यालेरी पाउनु पर्यो। र अर्को कुरा भनेको म 2023मा घर जाँदै गर्दाखेरि नेपाल सरकारलाई एउटा गुनासो छ, तपाईहरुले नै समाचार पुर्याउन सक्नुहुनेछ। हामी जस्तो श्रमिकले एउटा बोल्न सकेनौँ भने एउटा हामीले गेट पास पाउँदैनौँ। यो किन यस्तो भइरहेको छ भन्ने कुरा म बुझ्न सकिरहेको छैन। ताकि हामीले पेपरहरू पुर्याउन सकेका छैनौँ भने इट्स आवर रङ हैन। त्यसलाई चाहिँ मेरो के थियो भने समय प्रसङ्ग अनुसार मेरो इमेल आइडी चाहिँ त्यति बेला मेरो साथमा थिएन र इमेल आइडी खै भनेर सोध्नका लागि कसले हामीलाई जनतामूलक सन्देश दिएको छ भन्ने कुरा पनि मैले यो जानकारी गराउन चाहे। किनभने हामी श्रमिक दिवस मनाउँदै गर्दाखेरि एउटा श्रमिकले पाएको एउटा खण्डन वृत्तिलाई चाहिँ यसलाई चाहिँ मेरो ध्यानाकर्षण अगाडि बढोस् भनेर अनुरोध गर्न चाहन्छु। हस्, धन्यवाद। अर्को हुनुहुन्छ यहाँबाट उहाँको सम्बोधन गरिहालौँ। तपाईँले ध्यानाकर्षण गरेको विषयमा नेपाली दूतावास अबुधाबीबाट अहिले भर्खरै हामीले नेपाली श्रमिकहरूको न्यूनतम स्यालेरी 1000+800 हुनुपर्छ भनेर हामीले त्यो नेपाल सरकारलाई भर्खरै सिफारिस गरेर पठाइसकेका छौँ। अहिले कार्यान्वयनमा रहेको 800+300 स्यालेरी 2069 साल कार्तिक 27 गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर तोकिएको स्यालेरी 12 वर्षसम्म पुनरावलोकन नभएको अवस्थामा भर्खरै हामीले 2 महिना पहिला अब त्यसलाई परिवर्तन गर्नुपर्छ, बढाउनुपर्छ र 1400 न्यूनतम कायम गर्नुपर्छ भनेर पठाएका छौँ। मलाई लाग्छ त्यो केही समयमा त्यो आइ नै हाल्छ। तर अर्को कुरा एउटा सुनौँ, केही समय हामीले यो निर्णय गरेर पठाइसकेपछि हामीले अहिले क्लिनर र लेबरको 800 राखेर आएको यो चाहिँ अब हामी प्रमाणीकरण नगरौँ भन्दा नेपालमा हामी 800 मै जानुपर्छ भनेर साथीहरूले आन्दोलन गरिसक्नुभयो। तपाईहरु जस्तै श्रमिक साथीहरूले हाम्रो रोजगारीको हक बन्द गर्यो, युएमएसले मैला फोन गर्नुभयो। यो 800 हामी जतिमा नै जान्छौँ भन्ने साथीहरू पनि हुनुहुन्छ। तर अर्को कुरा तपाईले भन्नुभयो हामी जस्तो भए पनि स्यालेरी बढाइदिनुपर्छ, अशिक्षित भए पनि त्यो चाहिँ हुँदैन। युएईमा के छ भन्नुहुन्छ भने युएईको सरकारले कसैको पनि स्यालेरी तोकेको छैन। जस्तै फिलिपिन्सको 1500 मिनिमम भन्ने छ, 1400 फिलिपिन्स सरकारले तोकेको, इजिप्टको त्यसै गरी तोकेको छ। अब हामीले हाम्रो सँगसँगै हाम्रो शिक्षा, हाम्रो क्षमता, हाम्रो सिप पनि विकास गर्नुपर्छ ताकि हामी नेपाली हौँ, सधैँ मायाले हामी जस्तो सुकै हौँ तर न्यूनतम स्यालेरी 1500 दिनुपर्छ भन्ने अवस्था छैन। तर हामीले के गरेका छौँ भन्दा अहिले 1000+400, 1200+400, 1600+400 र अनि त्यसपछि 5000 भन्दा माथि गर्नुपर्छ र 4 क्याटेगोरीमा गर्नुपर्छ भनेर हामीले सिफारिस गरेर एमएसीबाट निर्णय गरेर पठाइसकेका छौँ। र अहिले नयाँ जति मागपत्रहरू आउँछन् 800 मात्रै राखेर आएको मागपत्रलाई हामीले त्यति खुसीका साथ प्रमाणीकरण गरेका छैनौँ। हामीले कम्पनीलाई बोलाएका छौँ, कहिले हाम्रो यो स्यालेरी इन्क्रिज गर्नु पर्यो भनेका छौँ। र अहिले लाग्छ अब आउने धेरै जसो डिमान्डहरू 1000 तलका डिमान्ड चाहिँ एमएसीबाट प्रमाणीकरण भएको छैन। त्यति भन्दै गर्दा हाम्रा कम्पनीहरूबाट पनि के आउँछ भन्दा स्किलमा, हाम्रो आचरणमा, अलिकति हाम्रो क्षमतामा, हाम्रो भाषामा नेपालीहरूले पनि अलिकति सुधार गरेर अगाडि जान जरुरी छ। तपाईँ हामीलाई मायाले कसैले दिँदैन, हाम्रो श्रम बापत प्राप्त गर्ने पैसा हो, त्यही भएर हाम्रो श्रमलाई पनि क्वालिटीको बनाउनु पर्छ। मैले यति नै अनुरोध गरेँ। हस्, धन्यवाद।
अनि यो अर्को कुरा यहाँ आएर साथीहरूले हामीले 1000 प्लस गरेर आउँछौँ अनि नेपाली सबै साथीहरू आएर 450 300मा ड्याङ सही हानेर आइरहनु भएको छ। अब त पढेको साथीहरू हुनुहुन्छ कम्तीमा आफ्नो स्यालेरी कति छ हेर्नु पर्यो, योभन्दा तल म सही गर्दिनँ भन्नु पर्यो। एकले नभने अर्को आउँछ भने सबैले नगर्नु नि। नेपालमा मेन पावरको साथीहरू यहाँ आएर अनि अर्को कुरा के छ भने म तपाईँहरूलाई भन्छु, यो धेरै एजेन्टहरूको पछि लाग्ने भयो कि नेपाल सरकारले लाइसेन्स दिएर ब्याङ्कमा डिपोजिट लगाएर मेन पावरको अफिसहरू त्यत्रो राखेको छ, त्यो अफिसमा कोही नजाने, त्यो खेतको गराएको एजेन्टलाई विश्वास गर्ने, त्यो कस्तो हो? अनि त्यो एजेन्टलाई केही गरी समाउनै सकिँदैन। एजेन्टको छ आफ्नै छ, मावा छ, भिनाजु छ, काका छ, ओल्लो घरको दाई छ, पल्लो घरको दाई छ, अनि त्यसपछि त्यो दाईलाई, मामालाई, काकालाई, भान्जालाई कोलाई विश्वास गर्ने? मेन पावर अफिस सरकारले लाइसेन्स दिएको, लाइसेन्स राखेको छ, त्यहाँ धरोपी राखेको छ, त्योबाट त्योमा गएर कुरा गरेर आउनु न। अब यो खालि चाहिँ भएको मैले अहिले भने साथीहरूले ढिलो आउनुभयो प्रेजेन्टेसनमै भने सरकारले गरेको यत्रो व्यवस्थालाई त तपाईँहरूले एक्टिङ गर्नु पर्यो नि, विश्वास गर्नु पर्यो नि, त्यहाँ जानु पर्यो। अनि भोलि केही समस्या आयो भने खोज्दा पनि तुरुन्तै त्यसलाई हामीले एक्सन लिने अवस्था हुन्छ। अब अहिले अर्जेन्ट भन्छ, हाम्रो धेरै जसो साथीले अर्जेन्ट आएको भन्नुहुन्छ, अर्जेन्ट कहाँ हो हुँदैन। अब कसरी थाहा हुन्छ? हिजो एउटा साथीले नवीकरण गर्नेमा पासवर्ड रिसेटलाई पठाउनु भयो, मोबाइलले थाहा छैन, उहाँको इमेल पनि थाहा छैन, पासवर्ड रिसेट गर्दै भन्नुहुन्छ। त्यो बाबा आफ्नै मोबाइलै थाहा हुँदैन, इमेलै थाहा हुँदैन, अनि पासवर्ड रिसेट मैले कसरी गरिदिनु सक्छु? त्यो केटाहरू उहाँ हुनुहुन्छ एक्सपर्ट। अब यो अलिकति आफ्नो त जान्नु पर्यो नि। आफ्नो मोबाइल थाहा छैन मलाई, मेरो इमेल आइडी के हो थाहा छैन, तर यो चाहिँ मेरो यो श्रम रिन्यू गर्न लागेको, अब चाहिँ यो पासवर्ड रिसेट गरेको कसरी थाहा हुन्छ मलाई? उहाँको न इमेल थाहा छ न पासवर्ड थाहा छ। त्यस्तै गरी 800 तल अहिलेकै दिनमा नि 800 तल हामीले साइन कसैले नगरौँ न। किन जतिमा भयो नि आउनु पर्ने त्यस्तो उत्पादन के छ होइन? यो पनि अलिकति सरकारले बनाएका संरचनामा केही कमी कमजोरी क्वेसन उठाउन एकदम तयार, हामी जवाब पनि दिउँला, यसलाई सुधार पनि गरौँला। तर आफूहरूले पनि अलिकति आफ्नो कर्तव्य चाहिँ निर्वाह गर्नुपर्छ। तर मायाले नेपाली हो भनेर मिनिमम स्यालेरी दिँदैन। इजिप्सियनको तपाईँहरूले फिलिपिनोको इक्जाम्पल दिए जस्तै तपाईँ हाम्रो स्किल, क्षमता, भाषा, दक्षता, अनुशासन, खोइ त फिलिपिनोले नि जान्न सिकाएकै छ, फाइटमा के छैन त? हाम्रो किन सधैँ फाइटमा के छ? सिधै छ आन्सर। अब मलाई यसरी भन्दा तपाईँहरूले झुटो भन्नु होला, कुरा त त्यही हो नि। फिलिपिनो टन्नै छ, बसेर खान्छ टन्नै, फाइट गरेर त कोही जेल गएको गरेको भेटिया छैन। हाम्रो खाने हुँदैन, आफू दाजुभाइ झगडा गरेर नेपालीलाई नै मारेका छन् उदाहरण। अनि यस्तो गरेपछि मायाले हुँदैन है, आफ्नो सिपले, क्षमताले, त्यसपछि चाहिँ अनि आफ्नो योग्यताले के छ त्यो अनुसार हुने हो, त्यो दिशातर्फ जानुपर्छ। थ्याङ्क यू। नमस्कार सम्पूर्णमा, मामाज्यू लगायत सम्पूर्ण अदामा बस्नुहुने अदा अनुसारको सम्मान व्यक्त गर्दै मेरो यो क्वेसन भन्दा पनि एउटा जिज्ञासा सहित एउटा सुझाव हो। आज हामी यो श्रमिक दिवस मनाइरहँदा श्रमिकहरूको हक हित अधिकारका विषयमा वर्षहरूमा निरन्तरता पाओस् भन्ने शुभकामना व्यक्त गर्दछु। र विशेष गरेर अघि हाम्रो श्रम सरले एउटा घटना सम्झेर हामी नेपालको आगामी बेलामा मैसँग एउटा घटना के घटेको छ भने भन्नुहुन्छ सायद मलाई त त्यही भन्नुभयो। अनि मैले त्यो ठ्याक्क त्यो तपाईँको टिकट देखाएँ, अनि मैले यो पढ्न जाने यो के हो पढ्नुहोस् त भनेको, उहाँले मलाई त पढ्न त आउँदैन भन्नुभयो। 5 वर्ष पास गरेर प्रहरीमा जाने खालि मलाई पढ्न आउँदैन भन्नुभयो। अनि यो के चेक गरेर तपाईँले भन्नुभयो? होइन अन्त भित्र भिड हुन्छ, त्यही भएर टिकट र पासपोर्ट भएको मान्छे मात्रै भित्र छिर्न दिएको भन्नु भने चित्त बुझ्द जवाब दिनुभएको। मलाई अत्यन्तै चित्त बुझेको त्यो ब्याचलर पढेको त्यो डिग्रीवाला त्यो मान्छे तपाईँको अफिसमा डाइरेक्ट कसरी पुग्यो? कमसेकम त्यहाँ हाम्रो रिसेप्सन छ, रिसेप्सनमा के कामले आउनुभएको, किन आउनुभएको, यो सबै अलिकति त्यहाँ भेरिफाई गरेर तपाईँ कति नम्बर कोठामा जाने हो, सम्बन्धित व्यक्तिको हो, सम्बन्धित निकाय कहाँ हो, त्यहाँ पठाइदिनु भयो भने यहाँहरू अत्यन्तै त्यो महत्त्वपूर्ण समय, यहाँहरूको महत्त्वपूर्ण समय चाहिँ बस्थ्यो, श्रमिकहरूको लागि काम गर्न पाउनुहुन्थ्यो भन्ने एउटा मेरो सुझाव भयो। त्यस्ता व्यक्तिहरूलाई डाइरेक्ट त्यो दूतावास त्यसरी पठाउँदाखेरि चाहिँ यहाँको व्यापार कुर्ची छोड्नुपर्ने अवस्था आयो भन्दाखेरि दुःखद कुरा रहेको। अर्को कुरा, कतिपय साथीहरू यस्तो समस्या पऱ्यो भनेर भन्नुहुन्छ, एउटा संस्थाको नेतृत्व गरिसकेको धेरै कुराहरू आउँछ र दूतावास जानुहोस् भनेपछि त्यहाँ गएको उसले त मलाई त हप्काएर पठायो भनिदिनुहुन्छ। अलिकति नेपालमा पनि प्रहरीहरू पनि हातमा तपाईँको डन्डा र गन लिए पनि हँसिलो सेवा दिने भन्ने कुरा छ। यहाँहरूले पनि अलिकति हँसिलो खालको सेवा दिनु भयो भने कमसेकम श्रमिकको मुहारमा चाहिँ हँसिलो आउँछ भन्ने एउटा सुझाव छ। त्यसै गरी
अर्को एउटा महत्त्वपूर्ण एउटा जिज्ञासा छ। यहाँ अहिले धेरै नेपालीहरूले ठगेको छ। मैले हिजो अस्ति मात्रै एउटा एयरपोर्टबाट एकजना महिलाले रुँदै कराउँदै युएका वरिष्ठ समाजसेवीहरूले चाहिँ हामीलाई ठगियो, यो गर्ने त्यो गरेर धेरै भिडियोहरू भाइरल भएको पनि देखाएको थिएँ। अब साँच्चीकै हुन त यो यहाँको गभर्मेन्टको कुराहरू, यहाँको प्रशासनको निकायको कुराहरू हुन्छ, यहाँको चाहिँ तपाईँको लेबर अफिसकै कुराहरू होला कतिपय कुराहरू। तर यत्रो नेपाली समाज छ, दूतावास छ। अब हामीहरूले यस्ता नेपाललाई ठग्ने व्यक्तिहरूको लागि एउटा संयन्त्र बनाएर अब यसलाई चाहिँ अलिकति कानुनी रूपमा त्यस्ता ठगिएका व्यक्तिहरूलाई साथ दिनको लागि अब एउटा संयन्त्र बनाउनु पर्ने हो कि त्यो आवश्यकता भइसकेको कि भन्ने कुराहरू पनि आजको यो भेलामा अलिकति मनमा त्यस्तो खालको जिज्ञासा आएको छ। सम्पूर्णमा पुनः श्रोताहरू व्यक्त गर्दै मेरा जिज्ञासा धन्यवाद। धेरै ठाउँबाट त्यो सुझाव पनि आएको छ। तर अब कानुन बमोजिम हाम्रो वैदेशिक रोजगार लगाउने पनि न्यूनतम हिसाबले खानाको अनि आवासको व्यवस्था हेर्नुपर्ने भएर त्यो हामीले गरेको। मलाई साथ विकासजीले पनि होला, अरू धेरै साथीहरूले भन्नुभएको छ यो पस नराख्नु सर, यसले गर्दा यो कार्यान्वयनमा आएन भन्ने छ होइन। त्यसलाई हामी तर कानुनमा बमोजिम के छ भन्दा फेरि यो खाना अनि आवास के छ भने अहिले आवासको त बिस्तारै अब हामीले कि आवास हुन्छ कि आवास बापत अलाउन्सेस दिन्छ र उसले सेल बस्छ भन्ने त्यो किसिमले ट्रेन आएको पनि छ। अब खानाकोमा पनि अलिकति अहिले किचन फेसिलिटी दिने भन्ने पनि आएको छ। तर त्यो राख्नुपर्ने भएर हो त्यो 400 चाहिँ खानाको लागि दिनुपर्छ भन्ने गरी हामीले राखेको। तर अब कति नपाएको अवस्था छ भने त्यसलाई हामीले अब मन्त्रालयसँग कोर्डिनेसन गरेर त्यसलाई चेन्ज गरौँला। केही एकदमै ठुलो कुरा भयो। अब बाबुराम सरले एकदमै राम्रो त्यो हामी आफैले बुझेर गर्नुपर्ने 3-4वटा विषयकोमा हामीलाई सुझाव दिनुभएको छ। हामी एकदमै त्यो दिशातर्फ हामी लाग्छौँ र अब एमएसीमा पनि हामीले एउटा कम्तीमा रिसेप्सनमा क्याम्प गर्ने साथीहरूको व्यवस्था गर्न जरुरी छ। त्यो निकट भविष्यमा हामी गर्ने प्रयास चाहिँ हामीले तुरुन्तै त्यसलाई भोलिदेखि नै हामीले थाल्छौँ र एकजना कर्मचारी त्यो रिसेप्सनमा व्यवस्था गर्न सक्यो भने हजुरले भने जस्तो बुझाउने यहाँ जा त्यहाँ जा भन्ने भयो भने अलिकति सहज हुन्थ्यो भन्ने छ। अब अरू 1-2टा हाँस्ने त अब सकभर हाँस्ने प्रयासै गर्छौँ। तर अब कहिलेकाहीँ अब मैले अघि नै भने अब अलि धेरै छलफल हुँदै जाँदा अब झगडा पनि भनेको अब चर्को बोलिएको पनि होला। तर मेरो कार्यक्रममा आइपुग्ने साथीहरूलाई अन्तिममा मैले एकदम खुसी बनाएर गला मिलाएरै पठाएको छु। जोसँग नोकझोक भएको छ त्यसलाई गला मिलाएरै पठाएको छु। अब अरूमा पनि हामीले प्रयास गरेका छौँ सकभर हाँसेर। तर यो दिउँसो हेर्नुहोस् यस्तो गाह्रो छ। अब हजुरहरूलाई भन्दा कहिलेकाहीँ त दिक्क लाग्छ। अस्तिको दिन हाम्रो यतिकै त्यो भिड मान्छे देख्दै मलाई एलर्जी भइरहेको थियो। त्यो त्यतिकै मलाई चाहिँ यति धेरै मान्छे 800 त्यही मान्छे हो जस्तो देख्ने, जोदेखि एउटा मान्छे देख्ने मेरो आँखा तिरमिराएर हेर्नुहोस्। फोनमा कुरा गरेर फोन उठेन भन्नुहुन्छ, उठाएर बोल्नै पाइँदैन। त्यही एउटै फोनमा चाहिँ तपाईँको भोटिङ छ, त्यहाँ कल आइरहन्छ, वाट्सएपहरू रिसिभ हुँदैन, टेक्स्ट गर्नुहोस् भन्नु बारम्बार एउटै मान्छेले वाट्सएपमा कल हान्ने आउनुहुन्छ। अनि त्यो फोन पनि लाइनमा पनि आएको हुन्छ, टेलिफोनमा पनि। त्यो फोन उठाएर बोल्न पनि मिल्दैन, उता भुवा आइरहेको हुन्छ। अब अनि ल्यान्डलाइनमा त्यस्तै हुन्छ, अनि साथीहरू पनि त्यस्तै आउनुभएको हुन्छ। एकदमै अत्यन्तै प्रेसर छ। मैले यस्तो थाकेको थियो मैले थाहा थिएन यो 22-23 वर्ष भएर यो अचम्मै छ होइन। त्यो पनि भर्ती गरेका छौँ, हामी हाँस्न प्रयास गरेका छौँ। मैले अघि प्रेजेन्टेसनको अन्त्यमा भनेको छु तपाईँहरूको साथ सहयोग मिल्यो भने हामी मजाले हाँसेर थोरै देर रिस उठेछ भने पनि फेरि होइन है रिसाउनु हुँदैन भनेर हामी हाँसेरै पठाउँछौँ। त्यसमै प्रतिबद्धता मैले व्यक्त गर्छु। नमस्कार, म रामप्रसाद श्रेष्ठ। यो म ड्रग्स सम्बन्धको बारेमा एमबिसीबाट सुझाव गर्ने। यो ड्रग्स केसमा अहिले नेपालीहरू धेरै फसेको छ र ड्रग्स केसमा फसेको व्यक्तिलाई भेट्नको लागि साह्रै नै गाह्रो छ। त्यो भेट्नको लागि एमबिसी थ्रु चाहिँ के कसो प्रक्रिया किसिमले एमबिसीमा जानुपर्छ र एमबिसीले उसको फ्यामिलीमा भएको मान्छेलाई भेट्ने समयले चाहिँ के कसरी गर्छ, किनकि यो गुल्मीकै केस हो। मैले एरिया चाहिँ बताएन, मलाई एक्चुली एमबिसीको समन्वय गरेर भेट्ने प्रक्रिया मिलाउनु भन्नुभएको थियो। तर कारणवश मैले पहिला गर्न पाएन। तर आज यही तपाईँसँग यसको बारेमा थोरै जानकारी लिन चाहन्छु। यदि त्यो जानकारी पाएँ भने त्यो व्यक्तिलाई पनि म सल्लाह दिन सक्ने अर्थ गरेको छ। धन्यवाद। नमस्ते सम्पूर्णमा, म विकास साई। करिब कुराहरू धेरै उठिसक्यो। आज श्रमिक दिवसको अवसर पारेर एउटा अत्यन्तै राम्रो कार्यक्रम रह्यो र
सम्पूर्ण युएमा अवस्थित हलमा अवस्थित श्रमिकहरूलाई 136 अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना। म एउटा सानो सल्लाह मात्रै दिन चाहन्छु। सर त हाम्रो नेपालीहरू मरेको भनेको सर त एभरेज 1 महिनामा 25 देखि 30 को हाराहारीमा मान्छे मरिरहेको छ र अब यसमा हामीले न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने कुरोको लागि हामीले अवेरनेस गर्न जरुरत छ। धेरैजसो मान्छे सानो एकदमै सानो गल्तीको कारणले मरेको हामीले पाएका छौँ। यो विषयमा एउटा सचेतना कार्यक्रम चलाउनु पर्छ जस्तो मलाई लाग्छ। अर्को कुरो युनिभर्सिटी इस्यु गर्नुभन्दा अगाडि हामीले एउटा प्रावधान के राख्नु पर्यो भन्दा पाउने ग्रेजुटी चाहिँ नर्मली दिइसकेपछि मात्र युनिभर्सिटी इस्यु हुन्छ। त्यो त्यति बेला चाहिँ हामीले कम्पनीसँग ती मरेका व्यक्तिहरूले पाउने ग्रुप लाइफ इन्सुरेन्सको एउटा एस्युरेन्स लिएर इमेल कन्फर्मेसन लिएर मात्र एलएसी इस्यु गर्दा एटलिस्ट धेरै थोरै भएर पाउने गरेका नेपालीहरूले मरेबाट ग्रुप लाइफ इन्सुरेन्सको पैसा पाउँथ्यो। यसलाई चाहिँ एकदमै छिटो इम्प्लिमेन्ट गर्नको लागि म आग्रह गर्छु। धन्यवाद। एकजना लेडिजको छ, उहाँले सम्भवतः मलाई आजको दिनसम्म पहिलो महिला हुनुहुन्छ। उहाँको गुनासो पनि दिन्छौँ र हामी आजको सेसनलाई अन्त्य गर्नेछौँ। नमस्कार, थ्याङ्क यू सो मच। सर्वप्रथम नेपाली समाज युए र नेपाली राजदूतावास परिवार अबुधाबीलाई हामी यति धेरै महिला श्रमिक आप्रवासी नेपाली महिला श्रमिकहरू यस कार्यक्रममा सहभागी भएका थियौँ, तर अन्तिमसम्म आइपुग्दा पनि कुनै पनि नेपाली महिला श्रमिकहरूको आवाज नसुनिरहँदाखेरि मलाई दुःख लागेको छ। त्यसकारणले हामी नेपाली आप्रवासी महिला श्रमिकहरूको के गुनासा समस्याहरू नभएका हुन् त युएमा? पक्कै पनि होइन नि त। हामी नेपाली आप्रवासी नेपाली महिलाहरूको धेरै नै समस्या र गुनासाहरू छन्, तर यस्ता कार्यक्रमहरूमा हाम्रा महिला दिदीबहिनीहरू खुलेर निर्धक्कका साथ आफ्ना समस्याहरू राख्न सकिरहनु भएको छैन। यसकारणले गर्दा आज म नेपाली राजदूतावास परिवार र यहाँ उपस्थित सम्पूर्ण नेपाली संस्थाहरूलाई यो पनि आह्वान गर्न चाहन्छु कि आगामी दिनहरूमा हामी जस्ता आप्रवासी नेपाली महिला श्रमिकहरूलाई केन्द्रित गरी लक्षित गरी एउटा श्रमिक सचेतनामूलक कार्यक्रमहरूको आयोजना गरियोस्, जसले गर्दा हाम्रा नेपाली आप्रवासी महिला श्रमिकहरूले पनि आफ्ना दुःख समस्याहरूलाई पनि निर्धक्कका साथ राख्न सक्नुहोस् र आगामी दिनमा विभिन्न समस्याहरूबाट चाहिँ निराकरण हुन मद्दत पुगोस् भन्ने आह्वान गर्न चाहन्छु। हस्त धन्यवाद। हजुर हुन्छ, प्रश्नको लागि धन्यवाद। अघि भर्खरै सायद वेद सरले भन्नुभयो नेपाली समाजले चाहिँ महिलाहरूलाई चाहिँ लक्षित गरेर आगामी दिनमा एउटा कार्यक्रम चलाउँदैछ भनेर। सम्भवतः त्यो कार्यक्रम पनि हाम्रो दिदीबहिनीहरूको लागि प्लेटफर्म हुनसक्छ जस्तो लाग्छ र यही फोरबाट म अर्को एउटा के पनि भन्छु भने गत महिला दिवसको अवसर पारेर नेपाली समाजले महिलाकै निम्ति भनेर कार्यक्रम चलाएको थियो र म आफू पनि त्यसमा स्वयं उपस्थित थिएँ र सायद यस्ता कार्यक्रमहरूले जस्तो भर्खरै भन्नुभयो उहाँले, यस्ता कार्यक्रमहरूले पक्कै पनि हाम्रो महिला दिदीबहिनीहरूलाई अगाडि आउन र आफ्नो कुराहरू राख्न प्रेरित गर्छ जस्तो लाग्छ। र अर्को चाहिँ अब हाम्रो चाहिँ छलफलकै क्रममा छ। छलफलकै क्रममा हुँदा पनि म चाहिँ हाम्रो नेपाली समाज चाहिँ जुन चाहिँ नितान्त श्रमिक साथीहरूको लागि चाहिँ काम गरिरहनु भएको छ, उहाँहरूलाई चाहिँ एउटा के अनुरोध गर्न चाहन्छु भने अझै पनि सकिन्छ भने केही एउटा अनलाइन काउन्सिलिङ जस्तो धेरै चाहिँ यहाँ 64वटा करिब चाहिँ सङ्घ संस्थाहरू तपाईँहरूसित आबद्ध हुनुहुन्छ होइन, चाहिँ एउटा अनलाइन काउन्सिलिङ जस्तो चाहिँ कार्यक्रम चलाउन सकिन्छ भने अब एनआरएलको अध्यक्ष पनि यही हुनुहुन्छ, उहाँहरू सबैजना मिलेर यस्ता खालका कार्यक्रम चलाउन सकेदेखि चाहिँ सधैँभरि हामी यसरी भेट पनि भइरहन पर्दैन होइन। कस्टको हिसाबले वा टाइमका हिसाबले पनि त्यो एउटा पनि अलिकति इफेक्टिभ हुन्थ्यो कि जस्तो लाग्छ। र अर्को एउटा कुरा चाहिँ कामराज सरले भन्नुभयो होइन, यसो हाँसेर सेवा दिए हुन्थ्यो भन्नुभयो है। हामीलाई पनि सेवाग्राहीहरू हाँसेर आए हुन्थ्यो भन्ने लाग्छ कि साह्रै बिहान जुटुक्क 9 बजी नै उठेर झगडै गर्ने गरेर त्यहाँ चाहिँ कत्तर मम्मै गर्ने गरेर अफिस जाउँ जस्तो हामीलाई पनि लाग्दैन है। हाम्रो चाहिँ करिब 400 देखि 500 मान्छे सेवाग्राहीहरू सेवा दिन आउनुहुन्छ। अनि त्यहाँ एकजना हाम्रो भाइ हुनुहुन्छ, मैले त अब उहाँ भाइको चाहिँ नाम लिन होइन, बिचरा उहाँले बस्नुहोस् भन्नुहुन्छ कि वेटिङ रुम छ, कुर्सी छ, बस्नुहोस् भन्नुहुन्छ। हाम्रो मान्छेहरू बस्नुहुन्न कि उहाँलाई गएर घेर्ने हो कि 10जना 15जनाले 10जना 15जनाले छेउबाट क्याउ गरेपछि त्यो 300-400 मान्छेसँग बोल्दा त्यो मान्छेको हालत कस्तो होला? त्यो मान्छे पनि त श्रमिकै हो नि होइन। हामी दूतावासमा काम गर्ने मान्छे कर्मचारी पनि त श्रमिकै हो नि है। के भन्छ त इन्टरनेसनल लेबर अर्गनाइजेसनले श्रमिकको व्याख्यामा के भन्छ भने कुनै पनि शारीरिक तथा मानसिक श्रम गरेर कसैले चाहिँ पैसा लिन्छन् भने तिनीहरू सबै श्रमिकको क्याटेगोरीमा पर्छन्। तर यहाँ एउटा चाहिँ कस्तो रहेछ भावना भनेदेखि चाहिँ मैले कर तिरेर तपाईँहरू त्यो कुर्सीमा बस्नु भएको छ
र मैले तपाईँहरूसित चाहिँ जसरी बोले पनि हुन्छ, जे भने पनि हुन्छ, गाली गरे पनि हुन्छ, तपाईँले सुन्नुपर्छ किनकि मैले कर तिरेको छु। पहिला त करको डेफिनेसन बुझ्नु पर्यो है। कर डाइरेक्ट ट्याक्स र इन्डाइरेक्ट ट्याक्स हुन्छ है। त्यो भनेको तपाईँको आय स्रोतमा लाग्छ वा तपाईँले कुनै चिज किने बापत त्यसमा भ्याट ट्याक्स तिर्नुपर्छ। यो भनेको नेपाली दाजुभाइ दिदीबहिनीले मात्रै तिर्ने कुरा होइन, समग्र विश्वमा समग्र मान्छेले तिर्ने कुरा हो। तपाईँहरूले युएईमा बसेर पनि तिर्नु भएको छ है। अनि कस्तो एउटा आयो भने भर्खरै परिवारसँग भन्दै गर्दा सम्झेँ, म खास यो विषयमा प्रवेश नगरौँ भन्नेमै थिएँ आज, तर प्रवेश नगरिकन रहन सकिएन। त्यो भएर चाहिँ मैले फेरि यसमा आएँ। 2 दिन अगाडिको कुरा, यो केही इस्युजहरू अलि अगाडिकै थिए। अनि केही सङ्घ संस्थासँग आबद्ध, सङ्घ संस्थाको मैले नाम लिन उहाँहरूले अप्ठ्यारो पर्न सक्छ है। केही सङ्घ संस्थासँग आबद्ध साथीहरू उहाँहरूकै नाममा चाहिँ विभिन्न कम्प्लेनहरू आयो। विभिन्न कम्प्लेनहरू आइसकेपछि चाहिँ हामीले के गर्यौँ भनेदेखि चाहिँ उहाँहरूलाई जो श्रमिकबाट कुनै सङ्घ संस्था, राजनीतिक सङ्घ संस्था वा अन्यबाट आएको होइन, स्वयं श्रमिक जो दूतावास परिसरमा सेवा दिन आउनु भएको छ त्यो श्रमिकहरूबाट कम्प्लेन आयो। त्यो श्रमिकबाट कम्प्लेन आइसकेपछि उहाँलाई हामीले बोलाएर सम्झाउने प्रयास गऱ्यौँ। उहाँले मान्नु भएन। अलिकति कडै रूपमा प्रस्तुत हुन पर्यो, उहाँले मान्नु भएन है। अनि उहाँ लाग्नुभयो, नेपालतिर जानुभयो, नेता भेटघाट गर्नुभयो, अन्त सबैतिर भेटघाट गर्नुभयो। उहाँले सक्ने ठाउँ सबै जानुभयो। जब त्यहाँ चाहिँ आखिर पैसाको कुरा रहेछ, एउटा चाहिँ 600 दिराम र 800 दिराममा काम गर्न आउने श्रमिकको पैसाको कुरा रहेछ भनेपछि यहाँका राजनीतिक सङ्घ संस्थाहरू पनि पन्छिनु भयो, अरू पनि पन्छिनु भयो है। तर कुरा त्यो सक्यो होला जस्तो लागेको थियो, कुरा सकिया रहेछ। उहाँले के गर्नुभयो, यहाँबाट मात्रै नभएर नेपालबाट पत्रकार ल्याउनुभयो। 2 दिन अगाडिको कुरा। उहाँले मलाई त्यो इमेलहरू गर्नुभएको थियो, तपाईँले चाहिँ भोलिन्टियर मोबिलाइज गरेर काम गर्नुभएको छ। म यहाँ भएको सबैजनालाई प्रश्न गर्छु, आजको यस कार्यक्रमका आकर्षण सम्पूर्ण प्रवासी नेपालीहरूका मनमुटुका ढुकढुकी आजका केन्द्रबिन्दु, यस कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास महामहिम राजदूत तेजबहादुर छेत्रीज्यूलाई आफ्नो वक्तव्य भनाइहरू छोटकरीमा राखेर हुन विनम्र अनुरोध गर्दछु। धन्यवाद उद्घोषकज्यू। अब यस कार्यक्रमका सभापतिज्यू, उपस्थित सम्पूर्ण अतिथिज्यूहरू, दूतावासबाट पाल्नुभएका हाम्रा सहकर्मी मित्रहरू र यहाँ उपस्थित सम्पूर्ण श्रमिक दिदीबहिनी दाजुभाइहरू सबैमा चाहिँ मेरो व्यक्तिगत तर्फबाट, दूतावासको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। आज यो श्रमिक दिवसलाई को उपलक्ष्यमा अथवा त्यसैलाई पारेर हामीले आइतबार चाहिँ यो कार्यक्रम गर्नलाई हाम्रो नेपाली समाजले चाहिँ अनुरोध गर्नुभएको थियो। त्यही अनुसार हामीले सहकार्य गरेर गऱ्यौँ। असाध्यै राम्रो भयो। तपाईँहरूको उपस्थितिको लागि पनि यहाँहरूलाई म दूतावासको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले असाध्यै धैर्यताका साथ आफ्ना भनाइहरू पनि राख्नुभयो, सुनिदिनुभयो र यस्तै गरेर आगामी दिनहरूमा पनि तपाईँहरूले यस्तै किसिमको अनुशासन, यस्तै किसिमको सहयोग र चाहिँ यस्तै किसिमको चाहिँ धैर्यता देखाउनुहुनेछ भन्ने म आशा र अपेक्षा गर्न चाहन्छु। र खास गरिकन आज थुप्रै कुराहरू भए, धेरै कुराहरू तपाईँहरूले थाहा पाउनुभयो। हामीले पनि धेरै कुराहरू तपाईँहरूका गुनासा, तपाईँहरूका आफ्ना जिज्ञासा, तपाईँहरूका आफ्ना दुखेसाहरू पनि चाहिँ हामीले ग्रहण गर्न पायौँ। हाम्रो यो श्रमिक संवाद कार्यक्रम पनि खास गरेको लक्ष्य, उद्देश्य पनि त्यही नै हो। तपाईँहरूसँग चाहिँ कसरी प्रत्यक्ष गएर तपाईँहरूका दुःख, तपाईँहरूका चाहिँ समस्या, तपाईँहरूले भोगेका कुराहरूलाई कसरी चाहिँ हामीले केही गर्न सक्छौँ कि भन्ने नै यसको उद्देश्य हो। र केही हदसम्म चाहिँ पक्कै पनि यो सफल भएको छ। त्यसको लागि चाहिँ नेपाली समाज र सम्पूर्ण यससँग जोडिनु भएका सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। र यो युएईमा चाहिँ निकै ठुलो चाहिँ हाम्रो नेपाली कम्युनिटी चाहिँ बढिरहेको छ। तपाईँको झन्डै 5 लाख यहाँको सरकारी डाटा छ। 2024मा 4,37,000 नेपालीहरूले चाहिँ 2024मा विभिन्न देशबाट चाहिँ युएईमा भ्रमण गर्नुभएको छ। त्यो नेपालबाट मात्रै होइन, संसारबाट आउनुभएको 1200 स्टुडेन्ट हुनुहुन्छ र हरेक महिना 25,000 का दरले आइराख्नु भएको छ। हामी झन्डै त्यो हिसाब गर्दाखेरि पनि 7 लाखको हाराहारीमा चाहिँ नेपाली छौँ। त्यस कारण चाहिँ हामी हाम्रो दूतावासको स्टुडेन्ट चाहिँ उयो जम्मा चाहिँ 9 जना स्थानीय कर्मचारी, 9 जना चाहिँ हामी डिप्लोमेट छौँ। त्यस कारण चाहिँ असाध्यै प्रेसर छ। त्यही प्रेसरलाई चाहिँ हामीले म आएदेखि नै
दुबईमा चाहिँ कन्सुलेट खोल्नुपर्छ भनेर चाहिँ लाग्यो, तपाईँहरूलाई पनि इन्करेज गरेँ, तपाईँहरूको साथ सपोर्ट मागेँ। सबैको पहलले चाहिँ त्यो टुङ्गोमा पुगेको छ र हाम्रो साथीहरू यहाँ हुनुहुन्छ र पक्कै पनि आगामी दिनहरूमा कन्सुलेट भइसकेपछि तपाईँहरूलाई धेरै सहज हुनेछ, हामीलाई पनि सहज हुन्छ र त्यो कन्सुलेटले जसरी साउदी अरेबियाको जेद्दामा चाहिँ कार्य गरिरहेछ त्यही हिसाबले नै जे सुविधा दिएको छ, जे चाहिँ उहाँहरूले सर्भिसहरू दिनुभएको छ त्यही सुविधा सर्भिस चाहिँ यहाँ पनि हुन्छ। तपाईँहरूलाई एउटा जानकारीको लागि मात्रै र हामीले छिटोभन्दा छिटो चाहिँ यहाँ खोल्नलाई चाहिँ हामीले प्रयास गरिरहेका छौँ। अनि साथीहरूले पनि भन्नुभयो तपाईँहरूले पनि तपाईँहरूको सपोर्ट चाहिन्छ, साथ चाहिन्छ र तपाईँहरूले चाहिँ पोजिटिभ, हामी चाहिँ नेगेटिभ कहिले पनि नहुनु। एउटा जिन्दगीमा हामी तपाईँहरूले एउटा दिमागमा के राख्नुपर्छ भने सकेसम्म हामी चाहिँ सकारात्मक हौँ। जिन्दगीको चाहिँ असाध्यै राम्रो पाठ हो सकारात्मक हुन सक्नु। यदि सकारात्मक हुन सक्नुहुन्न भने पनि नकारात्मक चाहिँ हुन नहौ। तपाईँ नकारात्मक भइदिनु भएन भने पनि धेरै कुराहरू चाहिँ सल्टिन्छ जिन्दगीमा र सबै ठाउँमा। त्यस कारण चाहिँ हामीले यो नेपाली हाम्रो समाज के छ भने हाम्रो चाहिँ नयाँ अरूको चाहिँ बङ्गलादेश, अरू पाकिस्तान, इन्डिया अथवा फिलिपिन्सको चाहिँ धेरै पहिलेको हाम्रो चाहिँ साथीहरू हुनुहुन्छ 90बाट। त्यतिखेर कति नेपाली हुनुहुन्थ्यो यहाँ होइन? 2000मा कति हुनुहुन्थ्यो, 2010मा कति हुनुहुन्थ्यो, 15मा कति हुनुहुन्थ्यो र अहिले 2020मै धेरै हुनुहुन्थेन। अहिले चाहिँ यो 4-5 वर्षमा चाहिँ 3-4 लाख मान्छे चाहिँ थपेको छ। त्यस कारण चाहिँ त्यो भएर पनि हामी असाध्यै प्रेसरमा छौँ। काम उसमा चाहिँ हाम्रो साथीहरूले चाहिँ दिउँसो खाजा पनि नखाइकन चाहिँ तपाईँहरूको सर्भिस दिइराख्नु भएको छ। त्यस कारण तपाईँहरूको गुनासा त पक्कै पनि छन्, हामीले भनेअनुसार गर्न सकेका छैनौँ। हाम्रो चाहिँ अब सरकारको कमजोरी पनि होला, किनभने हामीले दरबन्दी मागेका पनि छौँ, त्यो अनुसार पाएको पनि छैन र तैपनि हामीले तपाईँहरूसित सपोर्ट गरेर साथ सहयोग मागेर हामीले आफूले सक्दो गरिरहेछौँ। र पासपोर्टको हकमा चाहिँ हामीले के पनि भनिरहेछौँ भन्दाखेरि कसैको पासपोर्ट सिद्धिएको छ अथवा चाहिँ कसैको जब चाहिँ अफर आएको छ अथवा भिसा सिद्धिएको छ भने तपाईँहरू जतिखेर पनि एम्बेसीमा आउन सक्नुहुन्छ। यस्ता केसहरूलाई दूतावासले प्राथमिकता साथ गरिदिरहेछ र त्यसरी तपाईँहरूले कसैलाई त्यस्तो अप्ठ्यारो पऱ्यो भने हाम्रो म्याडम हुनुहुन्छ त्यहाँ, उहाँसँग गएर मेरो यो भएन भन्न पनि सक्नुहुन्छ। त्यस कारण चाहिँ त्यो केसलाई तर लामो समय चाहिँ अगाडि गएर कसैको चाहिँ पछाडिसम्म छ भने र दूतावासमा गएर मेरो पासपोर्ट भएन भन्यो भने त्यो चाहिँ अब त्यो प्राथमिकतामा पनि पर्नुपर्छ। त्यो एउटा कुरा छ। अर्को चाहिँ अब हामीले चाहिँ के छ भन्दाखेरि यहाँ गुनासो कस्तो छ भने यो टाइपिङ सेन्टरहरूले चाहिँ के एम्बेसी मिलेको छ, के गरेको छ, कता गरेको छ भन्ने छ। त्योसँग कुनै सचेतता पनि छैन। त्यो टाइपिङ सेन्टरहरूका साथीहरूले जसरी चाहिँ यदि उहाँहरूले शोषण गर्नुभएको छ भने उहाँ जिम्मेवार हुनुपर्छ। तपाईँहरूले चाहिँ एकदमै प्रष्टसँग हुनुहोस्, किन भन्दाखेरि उहाँले यदि आफ्नो खर्चभन्दा बढी उठाएर श्रमिकको शोषण गर्नुभएको छ भने उहाँहरूलाई पाप लाग्छ। त्यसरी कमाएको कहिले पनि त्यो टिक्दैन। त्यो चाहिँ हामीले भन्नै पर्ने चाहिँ बाध्यता पनि यो चाहिँ आएको छ। किन भन्दाखेरि पत्र पत्रिकामा त्यही कुरा आएको छ, यता पनि त्यही कुरा आएको छ, दूतावास मिलेको छ, सेटिङ छ, के छ, कस्तो कसो छ भनेको छ। त्यस कारण चाहिँ त्यो चाहिँ हाम्रो कुनै पनि छैन। र चाहिँ यदि चाहिँ टाइपिङ सेन्टरहरूले तपाईँहरूलाई दुःख दिएको, धेरै पैसा ल्याएको, केही गरेको छ भने उहाँहरूले जिम्मेवार हुनुहुन्छ। तपाईँहरू खुसीले दिनुहुन्छ। फेरि हामीले त भनिरहेको छौँ, हामीले त तपाईँहरू खुसी दिएपछि जसले पनि मान्छ। त्यस कारण चाहिँ तपाईँहरूले त्यो पनि चाहिँ त्यसलाई पनि आफ्नो विचार गर्नु होला। र आगामी दिनहरूमा पनि हामीले यस्ता किसिमका कार्यक्रमहरू हामीले गर्दै जान्छौँ। तपाईँहरूले चाहिँ यस्तै किसिमले चाहिँ सहभागिता जनाइदिनु होला। तपाईँहरूका सुझावहरू चाहिँ हामीले जति दिन सक्ने हो त्यति चाहिँ दूतावासबाट चाहिँ गर्न नसकेको चाहिँ कारण के हो भन्नुहुन्छ भने हाम्रो जनशक्ति नै कम भएर हो। तपाईँलाई मैले एउटा उदाहरण भनिदिन्छु। यहाँको बङ्गलादेश एम्बेसीमा बङ्गलादेशको नेसनल 1 मिलियनको हाराहारीमा होला र उनीहरूको कर्मचारी कति छ डिप्लोमेट भन्दिनँ मैले। लोकल स्टाफ यहाँ चाहिँ दुबई र आबुधाबीमा गएर 125 जना हुनुहुन्छ। हाम्रो पनि त 7 लाख छ, हामीले 9 जनाले दिइरहेछौँ। त्यो पनि त तपाईँहरूले बुझ्नु पऱ्यो नि। तपाईँहरूलाई चाहिँ एकजनाले केही काम जबरजस्ती लगायो भने त गर्न सक्दैन नि। त्यस कारण चाहिँ ओभर लोड चाहिँ भएको छ कामको। एउटा फिलिपिन्सको 7-8 लाख होला अथवा 9 लाख होला उनीहरूको जनसङ्ख्या। उनीहरूको एम्बेसीमा 75 जना चाहिँ लोकल स्टाफ मात्रै छन्। त्यस कारण चाहिँ हामीले मान्छे हामीले दिन नसकेको भनेको के हो भने हामीले तपाईँले ठगेर अथवा चाहिँ बसेर अथवा चाहिँ तपाईँलाई दुःख दिने नियतले हुँदै होइन। हाम्रो कारण के भयो भन्नुहुन्छ भने 2-3टा कारण छन्। एउटा चाहिँ अन्डर स्टाफ भयो, अर्को चाहिँ तपाईँहरूले चाहिँ जुन ढङ्गले चाहिँ उसबाट
अनलाइनबाट तपाईँले काम गर्न सक्नु पर्थ्यो। अनलाइन फ्रेन्डली युजर चाहिँ तपाईँले चाहिँ पनि तपाईँहरू पनि जान्ने हुनु पर्यो। त्यसो गर्न सकियो भने अहिलेको जमाना अनलाइनमा गइसकेको छ, सबै चिजहरू अनलाइनमा छ, सबै जस्तो कागजातहरू के चाहिन्छ भने सबै अनलाइनमा हुन्छ। तपाईँहरू पढ्दै पढ्नुहुन्न, अनि पढ्दै नपढिकन आएर आउनुहुन्छ, डकुमेन्ट ल्याउनुहुन्न, पासपोर्ट ल्याउनुहुन्न, नागरिकता ल्याउनुहुन्न, घरमा छ भन्नुहुन्छ, अनि त्यसपछि हाम्रो आएर के भन्छ दूतावासले दुःख दिन्छ। म त घरमै डेरामा छोड्दै भनेर आउनुहुन्छ कतिचोटि। अनि त्यसपछि अब त्यो त लिएर आउनु पऱ्यो, हेर्न पऱ्यो, हामीले पनि कानुन अनुसार गर्नुपर्ने हुन्छ। यस्ता कुराहरू हुन्छ। तर त्यसलाई पनि तपाईँहरूले हामीले के भनिरहेछौँ भन्नुहुन्छ भने शनिबार पनि गरिरहेछौँ, बेलुकी 5 बजीसम्म बसेको छु। मै आफै बेलुकी 6 बजीसम्म चाहिँ त्यो 6 बजेसम्म तपाईँहरू चाहिँ त्यो श्रमिक त्यहाँबाट ननिस्किनसम्म चाहिँ म मेरो प्रोग्राम रहेछ भने म बसेकै हुन्छु, साथीहरू बसिरहनु भएको हुन्छ। त्यस कारण चाहिँ हामीले सके जति गरेका छौँ र चाहिँ अब त्यो चाहिँ आगामी दिनहरूले नकारात्मक कुराहरू चाहिँ नगर्नु होला। नकारात्मक गरेर केही फाइदा छैन। तपाईँहरूका सुझावहरूले हामीले चाहिँ अझ बढी चाहिँ त्यसलाई चाहिँ सुधार गर्न सक्छौँ र आगामी दिनहरूमा हामीले थुप्रै कामहरू गर्नु छ। किनभने त हामी यहाँ किन आइरहेछौँ त, विदेशमा हामी किन आइरहेछौँ भन्दाखेरि हाम्रो आफ्नो चाहिँ नेपालमा चाहिँ रोजीरोटी भएन भनेर पनि छ। त्यस कारण चाहिँ विदेशमा आउँदाखेरि अलिकति बुझेर अलिकति चाहिँ थाहा पाएर अथवा चाहिँ त्यहाँ निकायहरूमा गएर त्यसरी पनि तपाईँहरूले आफ्नो साथीभाइहरूलाई त्यसरी चाहिँ आउन चाहिँ सल्लाह सुझाव दिनु होला। यहाँ आइसकेपछि र चाहिँ यहाँ आएर कम्पनीमा बसेर अनि कम्पनीबाट तपाईँ भागिदिनुहुन्छ, भागेर चाहिँ अनि त्यहाँबाट दूतावासले सहयोग गरेर भनिदिनुहुन्छ। कम्पनीबाट भागेर गइसकेपछि तपाईँहरूलाई चाहिँ यहाँ कसैले पनि सहयोग गर्न सकिँदैन। कि चाहिँ तपाईँहरूले पैसा दिनु पऱ्यो भिसाको, अथवा चाहिँ तपाईँको कम्पनीले गरिदिनु पऱ्यो। हाम्रो दूतावास अगाडि थुप्रै साथीहरू आउनुहुन्छ। त्यसलाई चाहिँ टुङ्गाउनको लागि पनि तपाईँको जति सुकै छिटो गर्छु भने पनि 15-20 दिन 1 महिना लाग्छ। यस्ता धेरै कुराहरू छन्। अब यो उसमा चाहिँ तपाईँ बुझिराख्नु पनि भएको छ र चाहिँ जहिले सुकै के हुन्छ भने देश समृद्धि हुने भनेको चाहिँ तपाईँ हामी सरकार र जनता सँगसँगै हिँड्नुपर्छ। किन भन्दाखेरि अनुशासन दुइटै हुनुपर्छ, सरकार पनि हुनुपर्छ, जनता पनि हुनुपर्छ। तपाईँ हामी सबै अनुशासित हुनुपर्छ र चाहिँ देशको इज्जत जाला कि भनेर हरेक चोटि चाहिँ तपाईँहरूले बोल्दा, तपाईँहरूले फेसबुकमा लेख्दा, तपाईँहरूले चाहिँ काहीँ केही भाषण गर्दा अथवा चाहिँ टिकटक बनाउँदाखेरि चाहिँ यो देशको कानुन, यो देशको मूल्य मान्यतालाई पनि हेर्नुपर्छ, नेपालको पनि इज्जत जाला भनेर हेर्नुपर्छ। त्यसो गरेर गरियो भने चाहिँ तपाईँ हामी सबैको भलो हुन्छ, सबैलाई चाहिँ राम्रो हुन्छ। यही चाहिँ मैले तपाईँको अनुरोध गर्दै आजको यस कार्यक्रमबाट म बिदा हुन्छु। धन्यवाद। आजको यस कार्यक्रम औपचारिक कार्यक्रमलाई समापन गरिदिनु हुन नेपाली समाज युएका अध्यक्ष आजको यस कार्यक्रमका सभापति आदरणीय व्यक्तित्व राम मोक्तानज्यूलाई बाहेक हस्तान्तरण गर्दै म आफू बिदा चाहन्छु। नमस्ते। धन्यवाद कार्यक्रम सञ्चालक नेपाली समाज युएका महासचिव जीवन पागिनीज्यू। आजको यस बृहत समाज कार्यक्रमका लागि प्रमुख अतिथि महामहिम बहादुर श्री तेज बहादुर छेत्रीज्यू अनि एमएससी परिवार समय अलिकति कम छ, मैले यदि छुटाउन चाहेँ। जस्तै गरी व्यासमा आसीन हुनुभएका सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू र नेपाली समाजका सल्लाहकारज्यूहरू लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा म राम मोक्तान नेपाली समाज युएको तर्फबाट यहाँहरूलाई नमस्ते अभिवादन। मलाई थाहा छ समय ढल्किसकेको छ, प्रायः जसो साथीहरू यहाँ हलमा छोडेर आफ्नो स्थानतर्फ लागिसक्नु भएको छ र आजको नेपाली समाज युएले आयोजना गरेको र यससँग सहकार्य नेपाल एम्बेसीबाट गरेको यो पहिलो कार्यक्रम हो र यस कार्यक्रमलाई हामीले अब आउने दिनहरूमा अझ तीव्र रूपमा फ्रिक्वेन्सी बढाउने साथै यस कार्यक्रमलाई हामीले कन्टिन्युटी दिनेछौँ र अवश्य पनि आगामी आउने दिनहरूमा आजभन्दा बढी हामी श्रमिकका विभिन्न विधाहरूमा उहाँहरूले गर्नुभएको भूमिकालाई हामी सम्मान गर्नेछौँ। उहाँले यहाँ स्वदेश तथा विदेशमा भोग्नुभएको समस्याहरूलाई हामीले त्यस विषयमा बृहत रूपमा छलफल गर्नेछौँ। आजको यस संवाद कार्यक्रममा यहाँहरू सम्पूर्णले एकदमै सौहार्दपूर्ण वातावरणमा आफ्नो समस्याहरू राख्नुभयो र मैले आशा गरेको छु, बुझेको छु सम्पूर्ण यहाँहरूको
जुन चासोको विषय थियो त्यसको सम्बन्धित निकायबाट यहाँहरूले अवश्य पनि जानकारी पाइसक्नु भएको छ र यहाँबाट जाँदै गर्दा तपाईँहरूले आज पाउनुभएको जानकारीको लागि तपाईँहरूको लागि मेरो तर्फबाट र समाजको तर्फबाट एउटा रिक्वेस्ट छ, कृपया यसलाई इम्प्लिमेन्ट गरिदिनुहोस्। तपाईँले जानिरहनु भएको छ, बुझिरहनु भएको छ, तर अवश्य पनि त्यसलाई व्यवहारमा लागू गर्न सकेको छैन भने अवश्य पनि तपाईँहरूले केही फाइदा प्राप्त गर्नुहुन सक्ने छैन। र साथै तपाईँहरूले जानेको कुराहरू यहाँहरूले आफ्नो सम्बन्धित साथी समुदायमा पनि सेयर गर्नको लागि म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। र अघि पूर्ववक्ता साथीहरूले विभिन्न किसिमको जानकारीहरूको अपेक्षा गर्नुभयो, जस्तै एउटा नेपाल एम्बेसीबाट प्राप्त हुने श्रमिकको लागि व्यवहार अथवा उहाँबाट पाउने जुन सर्भिस छ त्यसमा चाहिँ तपाईँहरू मतलब ह्याप्पी हुनु भएन। यसको लागि हामीले विधि पक्षलाई विचार गर्नुपर्ने मैले देख्दछु। हामीसँग भएको सीमित स्रोत साधनको बावजुद पनि नेपाल एम्बेसीले यहाँ रहेको सम्पूर्ण 7 लाख नेपाली दाजुभाइहरूलाई उहाँहरूको पीरमर्कामा साथ दिने कोसिस गरिरहनु भएको छ। इट्स नट अ वान साइडेड, वी हेभ टु प्ले द रोल फर द टु साइडेड। हामीले जबसम्म टु साइडेड रोल गर्छौँ त्यसपछि मात्र विन विन सिचुएसन क्रिएट गर्न सक्छौँ। मैले केही दिन अगाडिदेखि नेपाल एमएनसीबाट भएको विभिन्न कार्यक्रममा देखिरहेको छ, जस्तै उहाँहरूले पासपोर्ट रिन्यू गर्दै आउनु हुँदाखेरि विभिन्न किसिमका यस्तै आजको जस्तै यस्ता सामूहिक सम्बन्धी जानकारीहरू दिने कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ। यस्ता कार्यक्रममा हामी कतिजनाले भाग लियौँ, के तपाईँहरू भाग लिइरहनु भएको छ कि छैन हो, त्यो कुराले पनि धेरै असर पार्दछ। र उहाँहरूले यस्तो कार्यक्रम गरिरहँदा नेपाली समाज लगायत एनआरएनएले पनि भोलिन्टियर पठाएर सहयोग गरिरहनु भएको छ। हामीहरू आशा गरिरहेका छौँ नेपाल एमबीसीबाट यति भएन, कल उठेन, किन यस्तो बारम्बार यस्तो भइरहन्छ। तर एट द सेम टाइम के हामीले पनि सोचेका छौँ त्यहाँ 5 जना मात्र हुन्छ, 10 जना मात्र, किन त्यो व्यक्तिको जसले सर्भ गरिरहनु भएको छ उहाँको एउटा फेसमा किन चाहिँ एउटा उज्यालोपन आएन। एट द सेम टाइम उहाँहरू पनि त श्रमिक हो, कति स्टेज छ त्यो कुरा पनि हामी सबैले बुझ्न जरुर छ। र उहाँकोले अघि म्याडमले भनिहाल्नुभयो, उहाँहरू पनि एकदम स्माइल भएर तपाईँहरूलाई चाहिँ सेवा गर्न एकदम रेडी रहेको छ। र साथै यस अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा यहाँहरू सम्पूर्णलाई सुख शान्ति र समृद्धिको कामना गर्दै मेरो आफ्नो भनाइलाई स्टप गर्न चाहन्छु, अन्त गर्न चाहन्छु। र अन्त गर्नुभन्दा पहिले यो आजको यस संवाद कार्यक्रम पनि यही समाप्त भएको घोषणा गर्न चाहन्छु। हस्त धन्यवाद यहाँहरूको साथ सपोर्टको लागि। जय नेपाली समाज। थ्याङ्क यू। हजुर, अहिले हामीसँग नेपाली समाज युएका सल्लाहकार सुजन थापाजी हुनुहुन्छ। हजुरलाई स्वागत छ। धन्यवाद। आजको कार्यक्रमको विषयमा धेरै कुराहरू त आइसके धेरै व्यक्तित्वहरूबाट, तर केही छुटेका र हजुरलाई मनमा अझै बाँकी रहेका कुरा के छन् र आजको कार्यक्रम कस्तो छ, भावी योजना के छ, के रहनेछ, अब के गर्ने प्लान छ नेपाली समाज युएको, केही थोरै राखिदिनुहोस् न। हस्, फेरि पनि धन्यवाद। अग्रजहरूले 1990मा स्थापना गरेको यो संस्थामा जोडिन पाउनु नै मैले आफूलाई भाग्यमानी ठानेको छु, संस्थामा जोडिएको छु। विशेष गरी आजको कार्यक्रमलाई हेर्ने हो भने अन्तर्राष्ट्रिय श्रमिक दिवस 2025 को अवसरमा नेपाली समाज युएईद्वारा एक श्रमिकहरूको शुभकामना र श्रमिकसँग प्रत्यक्ष संवाद कार्यक्रम भएको थियो। र यो कार्यक्रम जुन तरिकाले सञ्चालन भयो हामीले देख्यौँ, यो बिल्कुलै फरक ढङ्गबाट युएईमा चाहिँ लगातार हुने कार्यक्रमहरूमा चाहिँ प्राय जसो अतिथिहरूका आसन ग्रहणमै घण्टौँ समय खर्चिने देखिका यी कुराहरूलाई सुधारेर एकदम सीमित समयमा हामीले विषयवस्तु केन्द्रित भएर भएको कार्यक्रम छ। एकदमै सराहनीय कार्यक्रम, एकदमै उत्कृष्ट लागेको छ मलाई। यसमा आजको कार्यक्रममा छुटेका विषयहरू खासै त्यस्तो लागेको छैन। एउटा म आफैले पनि संवाद गर्ने क्रममा नेपाली राजदूतावास समक्ष संवाद गर्ने क्रममा
उपनियोग प्रमुख श्री रञ्जिता दाहालज्यूले जवाफ दिने क्रममा डिपोर्ट शब्द ननिकाल्नुहोस् भन्नुभएको थियो। त्यो चाहिँ मैले युएईको हकमा भनेको हो, नेपालको त्यो विषयलाई मैले त्यसरी भनेको छैन भनेर मैले यो करेक्सन गर्न चाहन्छु र त्यो मेरो भिडियो पनि प्रष्ट छ र भावी दिनमा अझ यो कार्यक्रमहरूलाई पहिला पनि भन्दै आएको हो र अहिले पनि भन्दछु, कार्यक्रम चाहिँ र संस्था चाहिँ बर्दुबै केन्द्रित नभएर यो चाहिँ श्रमिकहरूको बस्तीमा, श्रमिक क्याम्पमा, डिआइपीमा, अल्कुजमा, जाबेलालीको पार्कोमा, त्यस्तै गरी अलखवानिजको जेएफएम क्याम्पमा, आजमानको हमरियामा यी जस्ता ठाउँहरूमा हुनुपर्छ भन्ने कुरालाई मैले अघि नै नेपाली समाजका अध्यक्ष लगायत सिङ्गो टिमसँग पनि सल्लाह गरिसकेको छु र यो भावी दिनमा चाहिँ यसरी जानुपर्छ भन्ने यही नै हो। फेरि पनि समयका लागि र यो अवसरको लागि कुरा परदेशीको टिम युट्युब च्यानललाई विशेष धन्यवाद दिँदै यो भिडियो जसले हेरिरहनु भएको छ सम्पूर्णमा यो भिडियोलाई लाइक, कमेन्ट, यहाँहरूको विचार र यसलाई सेयर गरेर पनि सहयोग गरिदिनु हुनको लागि पनि अनुरोध गर्दै मेरा भनाइहरू टुङ्ग्याउँछु। हस्त, धन्यवाद। हस्त, धन्यवाद। हजुरको समय र हजुरको विचार राखिदिनु भयो, धेरै धेरै धन्यवाद। हजुरलाई कुरा परदेशीको कार्यक्रममा स्वागत गर्न चाहेँ। हजुर, थ्याङ्क यू सो मच। नमस्ते। हजुर, आज नेपाली राजदूतावास अबुधाबी नेपाली समाज युएईको सहकार्यमा आयोजना भएको श्रमिक संवाद कार्यक्रममा कस्तो लाग्यो? हजुरको परिचयसँगै आजको कार्यक्रम कस्तो थियो र के कुरो थाहा पायो? हजुर यसो बताइदिनुहोस् न। हस्, थ्याङ्क यू सो मच हजुरलाई। सर्वप्रथम त नेपाली समाज युएई र नेपाली राजदूतावास अबुधाबीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हामी सम्पूर्ण युएईमा रहेका नेपाली आप्रवासी श्रमिकहरूको जिज्ञासा, गुनासाहरूलाई राख्ने अवसर प्रदान गर्नुभएकामा यस अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाली समाज युएई र नेपाली राजदूतावास अबुधाबीले एकदमै ठुलो बृहत कार्यक्रम गरेको छ। यस्तै कार्यक्रमहरू चाहिँ आगामी दिनहरूमा युएईमा सम्पन्न हुँदै जाओस्, जसका लागि चाहिँ हामी युएईमा रहेका विभिन्न सङ्घ संस्थाहरू र हामी व्यक्तिगत तवरबाट पनि श्रमिकहरूले पनि सक्ने साथ र सपोर्ट दिनेछौँ भन्ने लागेको छ। आजको कार्यक्रम एकदमै राम्रो रहेको छ, एकदम हृदयबाट नै धन्यवाद भन्न चाहन्छु। म स्वयं पनि विगत 5 वर्षदेखि चाहिँ श्रमिकहरूको जनहितमा विशेष गरेर मध्यपूर्व र मलेसियामा रहेका नेपाली आप्रवासी श्रमिकहरूको हकितको लागि हाम्रो सोसल मिडियाबाट चाहिँ सही जानकारी र सूचनाहरू सम्प्रेषण गर्दै आइरहेका छौँ र यस कुरा परदेशीको माध्यमबाट पनि हाम्रा सम्पूर्ण श्रमिक दाजुभाइ दिदीबहिनीहरूलाई यो पनि जानकारी गराउन चाहन्छु कि हामी श्रमिक सञ्जाल चाहिँ श्रमिकहरूको जनहितमा काम गर्दै आइरहेका छौँ र विशेष गरेर अब चाहिँ आगामी दिनहरूमा नेपाली राजदूतावास परिवार युएई अबुधाबी र नेपाली समाज युएई अबुधाबीलाई नेपाली समाजलाई के पनि भन्न चाहन्छु भन्दाखेरि आगामी दिनमा चाहिँ विशेष नेपाली आप्रवासी महिला श्रमिकहरूलाई पनि लक्षित गरी नेपाली आप्रवासी महिला श्रमिकहरूका समस्याहरूलाई बाहिर ल्याउनका लागि र नेपाली आप्रवासी महिला श्रमिकहरूको समस्यालाई निराकरण गर्नका लागि के कस्ता जनचेतनामूलक कार्यक्रमहरू गर्न सकिन्छ, म स्वयं व्यक्तिगत तर्फबाट पनि र साथै मेरो व्यक्तिगत तवरबाट, व्यक्तिगत साइडबाट र हामी समग्र युएमा रहेका सङ्घ संस्थाहरूको समन्वयमा चाहिँ आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू, जनचेतनामूलक कार्यक्रमहरू विभिन्न क्याम्पहरूतिर गएर साथै विभिन्न एरियाहरूमा पनि यसरी कार्यक्रमहरूको आयोजना गर्न सक्यो भने हाम्रा धेरै महिला दिदीबहिनीहरूलाई सुसूचित गर्न सकिन्थ्यो भन्दै हजुरहरूलाई पनि धन्यवाद भन्न चाहन्छु। हस्त, थ्याङ्क यू सो मच। हजुरलाई पनि धन्यवाद। हजुरको समय र हजुरको विचार राखिदिनु भयो, धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। हजुर, अहिले हामीसँग नेपाली समाज युएका उपाध्यक्ष र यस कार्यक्रम आजको कार्यक्रमको संयोजकज्यू हुनुहुन्छ। उहाँको विचारमा आजको कार्यक्रम कस्तो रह्यो र अब आउने दिनहरूमा के कस्ता कार्यक्रमहरू ल्याउने छ नेपाली समाज युएले भन्ने विषयमा थोरै विचार राखिदिनुहोस्। नमस्कार, विशेष धन्यवाद यस युनिटलाई। नेपाली समाज युए सन् 1990मा स्थापित श्रमिकहरूको मध्यपूर्वकै पहिलो अग्रणी संस्था हो। नेपाली समाज युएले वर्तमान कार्य समितिले श्रमिक मैत्री कार्यक्रमहरू गर्दै गर्दा आज विशेषतः गत मे 1 भनेर चिन्छौँ लेबर डे अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पारेर युएमा रहेका श्रमिक दाजुभाइहरूको समस्या, दिदीबहिनीहरूको समस्या हाम्रो सरकार भनेको दूतावास रहेको छ। दूतावास समक्ष दूतावासका कार्यरत महामहिमज्यू, डिसिएमज्यू, श्रम काउन्सिलरज्यू सबै समक्ष प्रत्यक्ष संवादको कार्यक्रम आयोजना गरेका थियौँ। यो नेपाली समाजको आफ्नो मात्र नभइकन नेपाली समाज युएमा आबद्ध सम्पूर्ण 64वटै संस्थाको कार्यक्रम, संयुक्त कार्यक्रम थियो। यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्णले सहयोग गर्नुभएको छ। हाम्रो पहिलो प्रयासलाई आज उपस्थित सम्पूर्ण जनहरूले एकदम सान्दर्भिक प्रश्न, आफ्ना जिज्ञासा
जिज्ञासाहरू आफूले भोग्दै गरेका श्रमका क्रममा भोग्दै गरेका समस्याहरू राखेर जानुभयो र त्यो समस्याका विषयमा दूतावास परिवार सम्बन्धित निकायबाट विविध कुराहरू जिज्ञासा समाधान गर्नको लागि सम्पूर्ण ज्ञान प्राप्त भयो र हामी फ्रन्ट लाइनमा रहेका सम्पूर्ण नेपाली श्रमिकहरूले आफ्नो जिल्ला मातहतमा रहेका आफ्ना साथीभाइ श्रमिकहरूलाई यसको औचित्य हामीले बुझ्नुपर्ने कुराहरू सबै जानकारी दिने प्रयास गरेका थियौँ। म कार्यक्रम संयोजकको हिसाबमा यो लगभग हाम्रो ऐतिहासिक कार्यक्रम भएको मैले महसुस गरेको छु र वर्तमान कार्य समितिको तर्फबाट अध्यक्षज्यू लगायत टिमले मलाई यस कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी दिनुभएको प्रति म नेपाली समाज युवा परिवारप्रति विशेष धन्यवाद र ऋणी रहनेछु र मेरो युनिट, मेरो टिम, मेरा महासचिव लगायतका मेरो टिम, हाम्रो जम्बो टिमप्रति विशेष धन्यवाद। आज हामीले बिल्कुलै फरक तरिकाले गरेको कार्यक्रम ऐतिहासिक बनेको छ। यहाँ दिनभरि रहेर कुरा परदेशीको टिम परिवारले जसरी लाइभ र भिडियो रेकर्डिङ गर्नुभयो त्यसका लागि पनि नेपाली समाज युवा सदाबार ऋणी रहनेछ। धन्यवाद समयको लागि। जय नेपाली समाज, जय श्रमिक। श्रमिकको सम्मान गरौँ, श्रमको सम्मान गरौँ। नमस्कार। हजुर धन्यवाद। कोही साथीको फोन छुटेको रहेछ, कृपया सम्पर्क गरेर लिनु होला।